ओके सो मेरो स्क्रिन आइरहेको छ है यता अनलाइन बस्ने एउटा सोध्दा मैले ओके सो हिजो चाहिँ हामीले यतिको गरेको थियौँ होइन खासै धेरै कुरा त गरेको थिएन तर खालि डेटा इम्पोर्ट गऱ्यौँ हिजो अनि त्यसपछि यो अलिकति सानो सानो क्यालकुलेसनहरू गऱ्यो यस्तो सेल्स टोटल क्वान्टिटीको अनि त्यसपछि यो सिम्पल खालको चार्टहरू बनायो हिजो हामीले अनि हल्का फुल्का यो डेटा ट्रान्सफर्मेसनवाला पार्टमा गरेको थियो है सो आज चाहिँ यसमा अलिकति एडेड उयोहरू राख्छौँ फिचर्सहरू राख्छौँ सो हाम्रो एन्ड प्रडक्ट चाहिँ यस्तो हुन्छ आजको सो दिस इज आवर मेन ड्यासबोर्ड है सो यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ केपिआई चार्टहरू छ फिल्टर दुईवटा छ मेन ड्यासबोर्ड हो यो यसमा यसरी यो के अरे टोटल सेल्स टोटल प्रफिट अनि टोटल अर्डर्स आएछ अनि टोटल सेल्स लास्ट इयरसम्मको अनि लास्ट इयर पछि अहिलेको इयरसम्म कतिको ग्रोथ भयो त भनेर यो ग्रोथ पर्सेन्टेज पनि छ है सो यो एक्चुअल एनालाइसिसमा गर्नुपर्ने भनेको यस्तै लास्ट इयरसँग कम्पेरिजन गर्ने त्यसपछि प्रोजेक्सन के हुन्छ यो फोरकास्टिङवाला पार्ट भइहाल्यो एन्ड देन वी हेभ दिस म्याप भिजुअलाइजेसन जसमा चाहिँ हामीले हाम्रो क्लाइन्टहरू चाहिँ कहाँबाट आइरहेको छ त भनेर हेर्छौँ सरी कस्टमरहरू एन्ड देन यहाँ कुनै पनि एउटा पोइन्टमा हामीले सेलेक्ट गरेर अनि त्यसपछि हामी यहाँ ओके यो कहिलेको टाइम हो यो दिस इज अक्टोबर 2023 हो ठिक छ म यो 2024 कै गर्छु ल यो जुलाई 2024 छ अरे अनि मैले यहाँ गएर आई डु द ड्रिल थ्रु जस्तै गएपछि चाहिँ म यहाँ भित्र छिरेँ त अब जुलाई 2024 भित्र के भयो त यहाँनिर ठ्याक्कै डेट आइरहेछ यसो काम छैन अहिलेलाई यो तिनवटाले गरिरहेछ टोटल सेल्स सेम थिङ टोटल प्रफिट टोटल अर्डर्स त्यो सेम थिङ नै छ यहाँनिर डिफरेन्स के छ भनेदेखि अब कस्टमर कुन चाहिँ सिटीबाट बढी आइरहेछ त भन्नुभयो है सो यो ब्लू माथिपट्टिको ब्लू भनेको चाहिँ दिस इज टोटल सेल्स यो मुनिपट्टिको पार्ट भनेको चाहिँ टोटल प्रफिट हो है अनि टोटल सेल्स र प्रफिट कति कतिको भइरहेछ भन्ने इन्फर्मेसन यहाँबाट आइरहेछ देन सेल्स बाई सेगमेन्ट भनेको कन्ज्युमर हो कि कोर्पोरेट हो कि होम अफिस हो भन्ने इन्फर्मेसन यहाँ तिनवटाले सिपेर गएछ हिजो मैले के भनेको थिएँ भनेदेखि डोनट चार्ट या पाइ चार्ट गर्दाखेरि तिनवटा या चारवटा बढी छ भने चाहिँ डोनट चार्ट युज गरेर काम छैन तर सिन्स हाम्रो कस्टमर सेगमेन्टहरू पनि जुन चाहिँ यहाँ आएर हेर्ने हो भने यहाँ सेगमेन्ट भन्ने कलम छ क्या उसको कस्टमरको यो भनेको चाहिँ यो खास गरी कुनै पनि एउटा स्टोरको डेटा हो सो किन्न आउने कस्टमरहरू चाहिँ कुन ठाउँबाट आइरहेछ त भन्ने इन्फर्मेसन या कुन चाहिँ सेगमेन्टबाट आइरहेछ भन्ने इन्फर्मेसन चाहिँ हाम्रो डिम कस्टमर भन्ने यसमा छ अघिको त्यो म्याप भिजुअलाइजेसनमा पनि यहीँको सिटी युज गरेको थियो अनि अहिले पनि सेगमेन्टको लागि चाहिँ यसैको सेगमेन्ट युज गरेर चाहिँ तिनवटा सेगमेन्ट छ है कन्ज्युमर कोर्पोरेट र होम अफिस अब यो तिनवटा हेरिसक्यो होइन अब यसको एउटा ड्रिल डाउन बनाएको छ मैले यसको एउटा ड्रिल डाउन बनाएको छु त फर्स्टमा लेट्स लुक एट सिटीको ड्रिल डाउन अनि यहाँ आएर मैले ड्रिल थ्रु गरेर अनि सिटी ड्रिलमा गएर होइन यहाँ आएर हेर्दाखेरि के भयो त भन्दाखेरि चाहिँ ओके यो ललितपुरको गरेको थिएँ मैले वी हेभ दिस फिचर्स एज वेल टोटल सेल्स टोटल प्रफिट टोटल अर्डर सेम थिङ कस्टमर बाई सिटी सिटी कुन चाहिँ सिटीबाट बढी कस्टमरहरू आइरहेछ सिटी होइन सरी यो के अरे प्रडक्ट बाई सिटी हो खास गरी यो मैले कस्टमर बाई सिटी लेखेको छु सो कुनै पनि प्रडक्टको चाहिँ जस्तै फर इक्जाम्पल यहाँ अघि हामी आएर हेर्दाखेरि चाहिँ ब्याक गयो कि सो सिटीमा आएर हेर्दा चाहिँ यो सिटीमा यतिको सेल भएको रहेछ 147,000को सेल भएको छ अनि 46,000को चाहिँ प्रफिट भएको छ होइन अब ललितपुरभित्र हामी ड्रिल डाउन गरेर हेर्दाखेरि चाहिँ ओके ललितपुरभित्र के भयो त फेरि भन्दाखेरि चाहिँ ओके त्यो सेल हुनलाई चाहिँ टोटल सेल्स वाज दिस मच अघिनको त्यो बार वा अनि त्यसपछि प्रफिट यो थियो जुन चाहिँ त्यो मुनिपट्टिको लाइन थियो योभन्दा अगाडिपट्टिको पार्टमा अनि तिनीहरू मध्ये पनि एक्चुअल प्रडक्ट चाहिँ के किन्यो त भन्दाखेरि यो कस्टमर होइन है यो बाई द वे यो प्रडक्ट बाई सिटी भन्नु पर्ने यो अलिकति मिलिरहेछन् तर यो नोटबुक किनेको छ ल्यापटप किनेको छ पेन डेस्क यो के अरे सेलको आधारमा चाहिँ हामीले डिसेन्डिङ अर्डरमा चाहिँ राखिरहेको छौँ क्या यो सो द्याट एक्चुअलमा चाहिँ के बिगिरहेको छ त भन्ने इन्फर्मेसन निकाल्यो होइन अब सेम थिङ अब अघि नै फेरि ब्याक जाउँ अब यही सेगमेन्टमा गएर मैले ओके कन्ज्युमरमा सेलेक्ट गरेर चाहिँ एन्ड फेरि ड्रिल थ्रु गरेर सेगमेन्ट ड्रिलमा गयो भने चाहिँ अनि यहाँ थाहा हुन्छ कि कुन चाहिँ क्याटेगोरीको चाहिँ आइटम गएको रहेछ अनि एक्ज्याक्ट कुन चाहिँ आइटम गएको रहेछ भनेर चाहिँ कन्ज्युमरमा अब यो स्पेसिफिक ठाउँकोमा भनेर भनेको छैन नि त यो त सिटीमा गरायो नि त ड्रिल हामीले अहिले चाहिँ सो कन्ज्युमरहरूले चाहिँ एक्ज्याक्टली कुन चाहिँ क्याटेगोरीको प्रडक्ट किन्दो रहेछ त भन्दाखेरि चाहिँ टेक्नोलोजीको किन्दो रहेछ भन्दा बढी देन वी हेभ फर्निचर एन्ड अफिस सप्लाइज अनि त्यसपछि टोटल सेल्स प्रफिट चाहिँ केमा हुँदो रहेछ त कन्ज्युमरको भन्दाखेरि ट्याब्लेटमा सबभन्दा बढी हुँदो रहेछ देन वी हेभ पेन अनि यहाँ हेर्ने हो भने कम्पेयर टु ल्यापटप हाम्रो स्टेपलरमा सेल धेरै छ तर प्रफिट कम छ है त्यो चाहिँ यस्तो कुराहरू चाहिँ ध्यान दिनुपर्छ है हामीले सो द्याट भोलि गएर स्टेक होल्डरलाई प्रेजेन्ट गर्ने केसेसमा चाहिँ तपाईँहरू कन्फ्युज चाहिँ हुनु हुँदैन कि लाइक ओके हाम्रो दिस इज सेलिङ मोर बट प्रफिट मार्जिन चाहिँ यसको लेस छ भन्ने इन्फर्मेसन चाहिँ यहाँबाट थाहा हुन्छ सो यो हामीले के गरेको भनेदेखि चाहिँ जहिले पनि स्टार्टिङमा ओभरअल ड्यासबोर्ड बनाउनु पर्छ है
ओभरअल ड्यासबोर्ड बनाइसकेपछि चाहिँ एन्ड देन विल लुक इन्टु इट क्या एक्चुअलमा के भइरहेको छ भन्ने कुरा सो हामीले त्यही गरिरहेको है यहाँनिर सो यसमा एडिसनल हामीले के गरेका छौँ भन्दाखेरि चाहिँ एउटा डेट टेबल हिजो मैले बनाउँछु भनेको थिएँ मैले बनाएन छु है त्यो सो त्यो एउटा बनाउँछौँ हामी फर्स्टमा देन वी हेभ प्रफिट भन्ने कलम हिजो हामीले बनाएको थिएनौँ त्यो पनि हामीले बनाउँछौँ त्यसपछि टोटल अर्डर्स काउन्ट गरेर बनाउँछौँ जुन चाहिँ यहाँ छ यो टोटल अर्डर्सको त्यसपछि टाइम इन्टेलिजेन्स युज गरेर त्यही कुरा तर लास्ट इयरको भनेर निकाल्छौँ हामी लास्ट इयरवाला इन्फर्मेसन अनि इयरली ग्रोथ कतिको भयो भने ग्रोथ पर्सेन्टेज क्यालकुलेसन गर्छौँ अनि त्यसपछि मेन ड्यासबोर्ड सेल्स ड्रिल ड्यासबोर्ड भने के ड्रिलमा के राख्ने ड्रिलमा के गर्दै लाने भनेर अनि ड्रिल डाउन कसरी बनाउने भन्ने हेर्छौँ त हामी सो यतिको कभर चाहिँ आज हुन्छ योभन्दा बढी गर्यो भने चाहिँ फेरि टाइमले नि भ्याउँदैन सो आज हाम्रो मेन टपिक भनेको चाहिँ यही कामहरू गर्ने है ओके म तपाईँहरूलाई स्टेप बाई स्टेप देखाउँछु त फर्स्टमा हामीले के गर्नु पर्यो त भनेदेखि चाहिँ डेट टेबल बनाउनु पर्यो जहिले पनि मैले के भनेको थिएँ भनेदेखि चाहिँ हाम्रो डेटामा भएको डेट कलम युज गर्नुभन्दा पनि एउटा म्यानुअल डेट टेबल बनाएर या त्यसलाई क्यालेन्डर टेबल भन्दा नि हुन्छ त्यो बनाएर गर्नुपर्छ किनकि स्पेसिफिक डेटको भ्यालु डेटा यदि छैन हाम्रो यो कलममा भनेदेखि चाहिँ त्यो डेटको चाहिँ त्यो रेन्जमै रहँदैन क्या त्यो डेट नै आउँदैन त्यो रेन्जमा सो इन अर्डर टु गेट अल द डेट्स इभन दो हाम्रो डेटा छ या छैन त्यो चेक गर्नलाई चाहिँ हामीले एउटा क्यालेन्डर बनाउँछौँ सो अब फर्स्टमा त्यो गरौँ है सो जहिले पनि क्यालेन्डर बनाउँदाखेरि चाहिँ के गर्नुपर्छ त भनेदेखि चाहिँ यहाँ जाने उयो रिलेसनसिप भ्यूमा जाने अनि त्यसपछि यहाँ आएर यहाँनिर न्यू टेबल भन्ने हुन्छ यहाँ जाने अनि त्यसपछि यसको नाम लेखिदिने डेट डिमेन्सन किनकि इट्स डिमेन्सन टेबल फिल्टर गर्नलाई युज गर्ने हो सो क्यालेन्डर युज गर्नुपर्छ यसको लागि अहिलेलाई चाहिँ यो यसबाट कपी गरेर राखिदिन्छु टिम डेट है सो यसरी चाहिँ तपाईँहरूको यो बनाउनु मिल्छ एड कलम्स गर्नुपर्छ क्यालेन्डरको डेटा राख्नु लाग्यो मैले इयर यो हो मन्थ नेम इयर मन्थ है त यो चाहिँ तपाईँहरूले यसरी बाई हार्ट याद गरिराख्नु पर्दैन है किनकि यो जहिले पनि एट द एन्ड अफ द डे जुनसुकै ड्यासबोर्ड बनाउँदाखेरि पनि यही नै युज हुन्छ फर्मुला अन्टिल अनलेस यसमा एडिसनल कलमहरू तपाईँले एड गर्नु मन छ भने त्यस डिफ्रेन्ट कुरा हो तर यही नै युज हुन्छ खालि सो यो भयो है के भइरहेको छ त भनेदेखि चाहिँ हामीले एड कलम्स भन्ने फङ्सन युज गर्दैछौँ अनि कलमहरू चाहिँ कुन एड हुँदैछ भन्दाखेरि चाहिँ यो क्यालेन्डर टेबल बनाउनु हो यसको चाहिँ इयर स्टार्ट डेट र एन्ड डेट राखेँ यो इयर मन्थ नेम इयर मन्थ यो चारवटा कलम हुन्छ यसमा भनेर है सो यो गरिसकेपछि चाहिँ हाम्रो के भयो त भनेदेखि चाहिँ यहाँनिर एउटा टेबल बन्यो अनि एउटा कुरा तपाईँहरूले यहाँनिर एकदम ध्यान दिएर हेर्ने हो भने चाहिँ के छ भनेदेखि चाहिँ यो अरू टेबलहरूमा चाहिँ अब आइडोन्ट नो कतिको भिजिबल छ यो अरू टेबलहरूमा चाहिँ नर्मल यो खालको लोगो छ भनेदेखि चाहिँ यसमा चाहिँ एउटा क्यालकुलेटर पनि छ है अगाडि सिमिलरली हाम्रो अघि यो यिनीहरूमा नि क्यालकुलेटर थियो नि होइन अगाडि यो भनेको चाहिँ के भनेदेखि चाहिँ हामीले ट्याक्स भन्छ क्या यो जुन चाहिँ भर्खर लेखेँ नि यो सेल्सको लागि लेखाएको थियो नि यो सम लेखाएको थियो यो टेबल बनाउनलाई भर्खर युज गरेँ हामीले यो यसलाई चाहिँ डेटा एनालिसिस एक्सप्रेसन्स भनेर भन्छ यो चाहिँ माइक्रोसफ्टको यो पावर बिआई र एक्सेलमा पनि हुन्छ यो चाहिँ खास गरी के गर्ने भन्दाखेरि चाहिँ क्यालकुलेटेड भ्यालुहरू निकाल्नलाई युज हुन्छ अनि सिन्स दिस टेबल हामीले डेटा सोर्सबाट तानेर छैनौँ कि हामीले यसलाई क्यालकुलेटेड भ्यालुको रूपमा निकालिरहेको छौँ बेस्ड अन त्यो क्वेरी सो जसले गर्दाखेरि चाहिँ यसको अगाडि त्यो क्यालकुलेटरको चाहिँ सिग्नल आउँछ होइन अनि अर्को कुरा चाहिँ के हुन्छ भनेदेखि चाहिँ तपाईँहरूले फेरि हेर्ने हो भने अब यो टेबल त यहाँ आइसक्यो यसमा अब रिलेसनसिपहरू यसमा गएर एड गरौँला अहिले हामी त्यो गर्छौँ होइन तर फर्स्टमा चाहिँ के हुन्छ भनेदेखि चाहिँ ट्रान्सफर्म डेटामा गएर हेर्दाखेरि अब हिजोकोमा चाहिँ के थियो भनेदेखि चाहिँ हिजो हामीले सबै यो चारवटै टेबल चाहिँ हामीले डेटा सोर्सबाट तानेको थियौँ जसले गर्दाखेरि वी ह्याड द एक्सेस टु डु यहाँनिर यो पावर क्वेरी युज गरेर के गर्ने हो यसमा अपडेटहरू त्यो सबै हामीले गर्न मिलिरहेको थियो होइन तर हामीले जुन टेबलहरू या जुन क्यालकुलेसनहरू या जुनसुकै भ्यालुहरू हुन्छ जुन चाहिँ हामीले ड्याक्स युज गरेर क्रिएट गर्छौँ त्यो ड्याक्स युज गरेर क्रिएट गरेको टेबलहरू चाहिँ यहाँ आउँदैन है तिनीहरूलाई चाहिँ हामीले यहाँबाट केही पनि एडिटहरू गर्नु मिल्दैन किनकि त्यो हामीले क्यालकुलेटेड भ्यालु बनाएको हो डेटा सोर्सबाट हामीले एउटा कुनै पनि एउटा डेटाको कपी लिएर राखेको भएर चाहिँ यो गर्नु मिल्यो होइन भने चाहिँ मिल्दैन गर्नु चाहिँ त्यति भयो है सो यति भइसकेपछि चाहिँ अब हामीले के गर्नु पर्यो त टेबल त हाम्रो क्रिएट भयो टेबल क्रिएट भइसकेपछि चाहिँ अनि त्यसपछि अब रिलेसनसिप बनाउनु पर्यो किनकि यसलाई फिल्टर गर्ने फ्याक्ट टेबल र फिल्टर टेबल डिमेन्सन टेबल या फिल्टर टेबल भनेर हिजो मैले भनेको थिएँ नि सो के गर्नु पर्यो त भन्दाखेरि चाहिँ यसको डेट ल्याएर यो अर्डर डेटमा राख्नु पर्यो है त तर फर्स्टमा लेट्स चेक यदि यसको डेट र यसको डेट हेर्दाखेरि उस्तै छ कि छैन डेटा भ्यूमा सो टेबल भ्यूमा गएर हेर्ने हो भने चाहिँ दिस इज डिम डेट टेबल है भर्खर हामीले क्यालकुलेट गरेर बनाएको यसमा के आइरहेको छ त DDMMYY अनि यो आवरली यो के टाइम पनि आइरहेछ है यसमा तर यही कुरा मैले यतापट्टि फ्याक्ट सेल्समा गएर हेऱ्यो भने चाहिँ यहाँनिर के छ सन्डे अप्रिल 23 2023 भनेर आइरहेछ अब यो दुइटालाई हामीले रिलेसनसिपमा राख्न चाहिँ मिल्छ त्यो हुन्छ नि त्यो रिलेसनसिप राख्नुभन्दा अगाडि चाहिँ यो टाइम हटाउनुपर्छ भन्ने चाहिँ हुँदैन त्यो
कनेक्ट चाहिँ हुन्छ तर बेस्ट प्र्याक्टिस भनेको चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ जहिले पनि दुईटालाई एउटै फर्मेटमा लगिसकेपछि बल्ल रिलेसनसिप बनायो भने चाहिँ अनि हाम्रो फिल्टर गर्नलाई पनि इजियर हुन्छ अनि यो गुड प्र्याक्टिस पनि हो एउटा सो केही गर्नु पर्दैन हो नि त यहाँ कलममा क्लिक गर्ने अनि पहिला यसमा गएर हेर्ने एक्ज्याक्ट कस्तो छ भनेर सन्डे April 23, 2020 यसरी छ होइन सो यसलाई के गर्नु पर्दैन यहाँ जाने अनि यहाँ माथि छ नि फर्मेट भन्ने यो फर्मेट यहाँ क्लिक गर्ने यहाँ क्लिक गरिसकेपछि अब के छ त मेरो डेटको तरिका कस्तो छ भन्दाखेरि चाहिँ एक्ज्याक्टली यस्तै थियो सो भयो अटोमेटिकली चेन्ज हुन्छ यो केही गर्नु पर्दैन अब यो भइसकेपछि चाहिँ अब मैले यतापट्टि आएर अरू डेटमा चेक गर्छु ओके डे नेम मन्थ नेम नम्बर अफ द डे अनि त्यस 2020 इयर थियो यतापट्टि पनि त्यही छ ओके त्यही छ अब फाइनली हाम्रो रिलेसनसिपहरू क्रिएट गर्छौँ कहिलेकाहीँ पावर बिआईले अब यस्तै हिजो हाम्रो डेटा लोड गर्दाखेरि चाहिँ अटोमेटिकली यसरी रिलेसनसिपहरू क्रिएट गरिरहेको थियो तर यो कहिलेकाहीँ चाहिँ गर्दैन त्यसले सो यस्तो बेलामा चाहिँ आफैले म्यानुअली गर्नुपर्छ है हिजो मैले देखाएको पनि थिएँ म्यानुअली कसरी गर्ने बेसिकली जुन कलम जोइन गर्ने त्यसलाई ड्र्याग गर्ने ड्रप गरिदिने सो के देखाउँछ त्यसले 1 to many रिलेसनसिप छ है भनेर देखाएको छ दिस रिलेसनसिप इज एक्टिभ यो कलमसँग कनेक्ट गरिरहेको छ अब के गर्नु पऱ्यो सेभ गर्नु पऱ्यो अब एउटा कुरा तपाईँहरूले भर्खर नोटिस गर्नुभयो कि भएन है म फेरि एकचोटि रिमुभ गरेर देखाइदिन्छु मैले जब कनेक्ट गरिरहेको छैन यो दुईटा टेबललाई तब मेरो अरू डेटमा पनि इज अ डेट कलम हो है भनेर यसले यो क्यालेन्डर देखाइरहेको छ क्या यसले जस्तै यो डिस्काउन्ट पर्सेन्ट भन्दाखेरि यो समेसन देखाइरहेको छ नि यो भनेको चाहिँ क्वान्टिटेटिभ भ्यालु हो 1 2 3 न्युमेरिकल भ्यालुजहरू छ यसमा चाहिँ भनेर भन्नु खोजेको क्वान्टिटीहरूमा अनि यो भनेको चाहिँ क्यालेन्डर हो तर मैले जब कनेक्ट गर्दिनँ इट्स कन टेक इट एज अ के अरे यो क्यालेन्डरै भनेर भन्छ तर मैले एकचोटि रिलेसनसिप एक्टिभ गर्ने बित्तिकै यसको यो हराएर गइरहेको छ है त्यो भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ डेट कलम युज गर्दाखेरि चाहिँ अब तपाईँहरूले चार्टहरूमा यो फ्याक्ट सेल्सकै अरू डेट युज गर्नुभयो भने चाहिँ त्यो एक्युरेट हुँदैन किनकि त्यसले त्यो डेट भनेर त्यसलाई पढिरहेको छैन क्या पावर बिआईले यो बाहिरबाट ल्याएर डेट जोड्ने बित्तिकै चाहिँ यसको डेट भ्यालु चाहिँ हराएर जान्छ है सो जहिले पनि अब चाहिँ तपाईँहरू के गर्नुपर्छ चार्टहरूमा पनि यो डिम डेट नै युज गर्नुपर्ने भयो सो अब यसरी हेर्ने हो भने चाहिँ हाम्रो यो टेबलहरू एउटा फ्याक्ट टेबल छ अनि हाम्रो चारवटा चाहिँ डिमेन्सन टेबल छ सो यो यसरी एउटा फ्याक्ट टेबल हुनु र अनि योसँग एउटा यसरी कनेक्ट हुनेलाई चाहिँ स्टार स्किमा भनेको चाहिँ यही हो है तपाईँहरू सुन्नुभयो होला स्टार स्किमा भनेको के हो भने दिस इज कल्ड स्टार स्किमा बेसिकली स्टार जसरी नै यस्तो वाला स्टार जसरी नै बसिरहेको भएर स्टार स्किमा भन्छ यसलाई तर तपाईँहरूले डिमेन्सन टेबल अब जस्तै डिमेन्सन रिजनभित्र पनि अर्को एउटा टेबल तर यो टेबलसँग कनेक्टेड छ अनि त्यसरी नै अरू टेबलहरूसँग कनेक्टेड छ भने चाहिँ त्यसलाई स्नोफ्लेक भन्छ तर त्यो अहिले त्यसमा ध्यान नदिनु तपाईँहरूले गर्दा तपाईँहरूलाई थाहा हुन्छ तर बेसिकली एउटा फ्याक्ट टेबल हुनु र त्योसँग कनेक्टेड अरू डिमेन्सन टेबलहरू हुनुलाई चाहिँ स्टार स्किमा भन्नु भन्छ है यो टर्महरू चाहिँ अब जस्तै फर इक्जाम्पल अघि हिजो मैले यो चार्टमा के गराएको थिएँ भनेदेखि चाहिँ फ्याक्ट सेल्स टेबलको अर्डर डेट भन्ने कलम युज गरेको थिएँ अब सिन्स भर्खरै मैले रिलेसनसिप बनाएर अनि यसलाई एज अ डेट ट्रिट गर्न छोड्यो मेरोबाट यो हायरार्की पनि हराएर गयो है सो मैले के गर्नु पऱ्यो त्यसलाई रिप्लेस गर्नलाई यसलाई क्यान्सल आउट गर्नु पऱ्यो यो डेटलाई ल्याएर यता ल्याएर राखिदिनु पऱ्यो है अब आयो मेरो हायरार्की यसपछि मैले यसलाई गर्नु मिल्यो चेन्जेस है सो यो चाहिँ डेट टेबल हो डेट टेबल चाहिँ तपाईँहरूको 90% अफ द भिजुअल के अरे प्रोजेक्टहरूमा काम लाग्छ सो डेट टेबल बनाउनु पर्छ भन्ने कुरा चाहिँ ध्यान दिनुहोस् है कि चाहिँ यसरी नै बनाउनु होइन भने चाहिँ एक्सेलमा आफैले बनाएर अनि त्यसलाई इम्पोर्ट गरेर गर्दा नि भयो अप्सन चाहिँ जुन दुईटा हुन्छ तपाईँहरूसँग ओके सो सेकेन्ड स्टेप भनेको चाहिँ हाम्रो के छ प्रफिट कलम बनाउनु पऱ्यो अब प्रफिट कलम भनेको के छ टोटल अमाउन्ट माइनस क्वान्टिटी टाइम्स कस्ट पर युनिट सो अब यसको लागि के गर्नु पऱ्यो त भन्दाखेरि हिजो हामीले एडिसनल कलम बनाएको थियौँ नि टोटल सेल्स भनेर त्यसरी नै टोटल प्रफिट भनेर एउटा कलम बनाउनु पऱ्यो ट्रान्सफर्ममा जाने अनि त्यसपछि ट्रान्सफर्म एड कलममा जाने कस्टम कलम यो होइन कस्टम कलममा जाने त्यसपछि कलमको नाम लेख्ने प्रफिट एन्ड देन प्रफिट भनेको टोटल सेल्स माइनस क्वान्टिटी टाइम्स अनि यहाँबाट के छ अर्को कस्ट पर युनिट है सो यो यसरी कस्टम कलम बनाउँदाखेरि चाहिँ कोडिङ सोडिङ केही पनि हुँदैन खालि यो ड्र्याग एन्ड ड्रप गर्दै लगाइ नि हुन्छ यहाँबाट यसै मैले यहाँ रिजन आइडी सेट गरेर इन्सर्ट गरेर नि यो नि यता आइदिन्छ क्या सो यो खासै कम्प्लेक्स छैन यसको क्यालकुलेसन अनि यहाँ मुनिपट्टि यो टिक देखाउँछ क्या यसले चेक देखाउँछ एरर छ कि छैन भनेर चेक गर्छ अनि छैन रहेछ भने चाहिँ ओके एरर छैन भनेपछि चाहिँ अनि हामी यो कलम एड गर्छौँ एड गरिसकेपछि यसको फर्मेट पनि चेन्ज गर्नु पऱ्यो वी हेभ टु टेक दिस टु डेसिमल
डेसिमल लगिसकेपछि अनि ओके हाम्रो कलम पनि बन्यो भने हामीलाई भयो त सो प्रॉफिट कलम पनि बनिसकेपछि अब हामी अरु केही नि गर्नु पर्दैन ट्रान्सफर्मेसनमा खाली क्लोज एन्ड अप्लाई गरौँ त्यसपछि चेन्जेसहरु आउँदैछ ओके त्यो भयो है अब यति भइसकेपछि अब म एउटा टोटल अर्डर्स भनेर एउटा क्याल्कुलेटेड भ्यालु बनाउँछु हिजो मैले सेल्स बनाए जस्तै टोटल अर्डर्सको लागि चाहिँ के गर्नुपर्छ भन्देखि चाहिँ पहिला डेटा हेरौँ यसमा हाम्रो के देखाइरहेछ त फ्याक्टमा अर्डर आइडी छ है तर अर्डर आइडी भनेको युनिक हुनुपर्छ किनकि हामीलाई काउन्ट के गर्नु छ भन्दाखेरि चाहिँ टोटल नम्बर अर्डर कतिवटा भयो अब अर्डर आइडी भित्र चाहिँ अनि बल्ल अनि मल्टिपल सामानहरु मगाएको हुन्छ चाहिँ मान्छेले सो लेट्स जस्ट काउन्ट टोटल नम्बर अर्डर कति छ है त सो त्यसको लागि चाहिँ के गर्नुपर्छ भन्देखि चाहिँ न्यू मेजरमा जानु अनि टोटल अर्डर्स गरिसकेपछि चाहिँ इक्वल्स टु डिस्टिंक्ट काउन्ट है हिजो हामीले काउन्ट गर्नु र डिस्टिंक्ट काउन्ट गर्नुमा के हुन्छ भन्दाखेरि चाहिँ काउन्ट गर्दाखेरि चाहिँ डुप्लिकेटेड भ्यालुहरु पनि काउन्ट भएर आउँछ डिस्टिंक्ट काउन्ट गर्दाखेरि चाहिँ युनिक नम्बर अफ भ्यालुज कतिवटा छ त्यो मात्रै काउन्ट गर्छ यसले अनि हामीलाई अर्डर आइडी कतिवटा छ भनेर चाहिएको खास गरी टोटल नम्बर अफ अर्डर्सको लागि सो त्यही भएर हामीले डिस्टिंक्ट काउन्ट गरेर भयो अर्डर आइडी फ्याक्ट सेल्स अर्डर ओके सो यो भयो है यो भइसकेपछि चाहिँ अब हामीले यहाँ ल्याएर यसैलाई कपी गरेर पेस्ट गर्दाखेरि चाहिँ यस्तो हुन्छ कि लेट्स चेक है टोटल अर्डर कतिवटा छ ओके 2000 वटा अर्डर रहेछ है ओभरअल हामीसँग डेटा कहिलेदेखि कहिलेसम्मको छ भन्देखि चाहिँ जनवरी 2023 देखि डिसेम्बर 2024 सम्मको डेटा छ हामीसँग सो अब हामीले के रे भित्रपट्टि त्यो क्लिनअप वाला पार्टहरुमा गर्नुपर्ने एडिसनल कलमहरु त्यो जुन ट्रान्सफर्मेसन वाला पार्ट हुन्छ डेटा एनालिसिसको त्यो हामीले सकाए मैले अब सकिसकेपछि अब भिजुअलाइजेसनमा पनि इक्वली ध्यान दिनुपर्ने हुन्छ किनकि एट द एन्ड अफ द डे यो एनालाइसिस वाला पार्ट चाहिँ तपाईहरुले क्लियरली बुझ्नुहुन्छ किनकि आफैले गरेर हो तर कसरी सोच्नु पर्यो भन्दाखेरि चाहिँ मेरो एन्ड युजरले चाहिँ भोलि गएर यो हेर्दाखेरि चाहिँ उले कन्फ्युजन भएर मलाई बेला बेलामा सोधिराख्न नपरोस् आई शुड मेक दिस एज क्लियर एज पोसिबल भनेर गर्नु पर्यो है अनि डेटा अनुसारको बनाउनु पर्छ ड्याशबोर्डहरु सिन्स हाम्रो डेटा खासै लार्ज छैन एकदम सानो खालको डेटा थियो सो त्यही भएर यतिको आइटमहरु हुँदाखेरि चाहिँ द्याट्स फाइन इनफ है अब जे पनि यसमै राख्न खोज्यो भने चाहिँ गजाङ गुजुङ हुन्छ अनि झन् कन्फ्युजन हुन्छ के पढ्नलाई नत्र मैले खास गरी एउटै ठुलो चार्ट बनाएर अनि सबै त्यो सेगमेन्ट ड्रिलहरु के पनि नराखिकन एउटैमा राख्न नि मिल्थ्यो तर त्यो गरेको भने चाहिँ गजाङ गुजुङ हुन्छ अनि पढ्नलाई पनि गाह्रो हुन्छ के सो मेक इट एज सिम्पल एज पोसिबल एन्ड इजिली रिडेबल एज पोसिबल अनि त्यसबाट इन्साइट पनि इक्वली नै निस्किनु पर्यो सो अब के गर्नु पर्यो त भन्देखि चाहिँ फर्स्टमा हामीले यो बनाउनु पर्यो है यो बेला भन्छ कार्ड भिजुअलाइजेसन जुन चाहिँ हामीले यहाँ बनाइरा छौं नि यस्तै तर त्यसलाई त्यसरी चाहिँ कसरी लाने भन्ने हेर्नु पर्यो त्यसपछि हरेक चार्टमा चाहिँ त्यो युज भएको छ क्या खास गरी सो त्यही भएर चाहिँ फर्स्टमा लेट्स क्रिएट दिस त्यसपछि हामी फिल्टरतिर हेर्छौं है सो फर्स्टमा के गर्नु पर्यो त भन्दाखेरि चाहिँ अब ओके त्यो बनाउनु पर्यो है यसको लागि हामीले यो तीनटाको लागि यो चाहिँ युज गरेका थियौं कार्ड हामीसँग अर्को एउटा अप्सन छ कार्ड जसमा चाहिँ हामीले मल्टिपल आइटमलाई एकैचोटि राख्न मिल्छ सो फर्स्टमा यो कार्डमा क्लिक गर्नुस् त्यसपछि ड्र्याग इट त्यसपछि ल्याएर मैले यसमा ल्याएर टोटल सेल्स राख्छु टोटल प्रॉफिट पनि क्याल्कुलेट गर्नु पर्यो है फ्याक्ट सेल्स टोटल प्रॉफिट पनि क्याल्कुलेट गर्नु पर्यो त्यो छुट्टै कलम बनाउँछु त्यसको लागि मैले सो यसमै गएर फेरि एउटा टोटल प्रॉफिट पनि बनाऊँ न्यू मेजर टोटल profit equals to some profit okay है टोटल प्रॉफिट पनि बनाए सो अब यो चार्टमा चाहिँ हामीले टोटल सेल्स राख्यो प्रॉफिट राख्यो अनि अर्डर्स राख्यो है त अब यो तीनटालाई हामीले राखेर काम छैन अब रिमुभ दैट यसलाई यहाँ लिएर यसरी ड्र्याग गरेर छुट्टाम त्यसपछि यसको मुनिपट्टि अब जस्तै यहाँनिर यो मुनिपट्टि यो भ्यालुजहरु राखेछ नि लास्ट इयर र अनि कम्पेयर टु लास्ट इयर भन्ने वाला त्यो पनि गर्नुपर्छ त्यसको लागि चाहिँ के गर्नु अलिकति यहाँ यो भिजुअलाइजेसनको यो एफएक्स मा गएर हेर्नुपर्छ अब त्यो मुनिपट्टि आउने भ्यालुहरु चाहिँ रेफरेन्स लेभल्स भन्नु भन्छ के सो त्यो चाहिँ लास्ट इयरको के थियो यसपालि के थियो अनि कसरी क्याल्कुलेट गर्ने त्यो हेरौँ त पहिला सो बिफोर एडिङ दैट लेट्स क्रिएट दैट क्याल्कुलेसन त्यसको लागि चाहिँ तपाईहरुले के गर्नु पर्यो भन्देखि चाहिँ यहाँ जानु पर्यो न्यू मेजरमा क्लिक गर्नु पर्यो अब हामीले यो अहिलेसम्मको टोटल सेल्स अहिलेसम्मको टोटल अर्डर्स र अहिलेसम्मको टोटल प्रॉफिट भन्छ हामीले निकालिसक्यौं तर अब हामीले के निकाल्नु पर्यो भने लास्ट इयरको कति थियो त्यो टाइम इन्टेलिजेन्स पनि निकाल्नु पर्यो नि कम्पेरिजन गर्नलाई त त्यो टाइम इन्टेलिजेन्स गर्नलाई के गर्नु पर्यो भन्दाखेरि चाहिँ सेल्स लास्ट इयर इक्वल्स टु
क्याल्कुलेट सेल्स कमा सेम पिरियड लास्ट इयर भन्ने हुन्छ है यसबाट अर्डर डेट सरी डेट टिम डेटको डेट कलम युज गरेर गर्ने सो यति गरिसकेपछि चाहिँ हामीले ओके गर्नु पर्यो है यो भइसकेपछि चाहिँ सेल्स लास्ट इयर भन्ने आउँछ आइसकेपछि चाहिँ यहाँ रेफरेन्स लेभल्समा गएर बिफोर डुइङ द्याट लेट्स चेक यदि त्यो लास्ट इयरको डेटा राइट आइरहेछ कि छैन सो सेल्स लास्ट इयर हेर्दाखेरि चाहिँ मेरो कति आइरहेछ त 4.66 मिलियन आइरहेछ अनि सेल्स यो इयरसम्मको हेर्दाखेरि चाहिँ हाम्रो 9.95 आइरहेछ है अब लेट्स सी लास्ट इयर साँच्चीकै 4.66 आएको थियो त भनेर कसरी चेक गर्ने भन्दाखेरि चाहिँ जुन चाहिँ यो टोटल सेल्स छ नि तपाईँहरूको त्यसमा जाने फर्मेटमा सरी फर्मेट फिल्टरमा जाने यो फिल्टर यहीँ छ साइडमा यसमा डेटमा जाने यसरी सरी डेट भन्दा पनि यहाँनिर तपाईँहरूले स्लाइसर ल्याएर गर्दा हुन्छ बेटर त्यो डेटलाई ल्याएर राख्ने यसरी अनि 12/31/2024 को छ नि होइन सो यसलाई म अब 2023 को बनाइदिन्छु सो जुन यहाँ 4.66 थियो अघि यसमा आइरहेछ है अब दुईटैलाई कसरी चेक गर्ने त भन्दाखेरि चाहिँ कतिपय स्पेसिफिक भिजुअल भन्छ त्यो चार्टहरूलाई स्पेसिफिक चार्टहरूमा चाहिँ फिल्टरले अप्लाई नगर्ने भन्ने अप्सन पनि हामीले सेलेक्ट गर्नु मिल्छ क्या त्यसको लागि के गर्नु पर्यो भनेदेखि चाहिँ फर्स्टमा फिल्टरलाई क्लिक गर्ने फर्मेटमा जाने एडिट इन्टरेक्सन्स भन्ने हुन्छ यसमा क्लिक गर्ने अनि ऊ यहाँ आइरहेछ नि यो मुनिपट्टिको यो भनेको फिल्टर लाग्छ भन्नु पनि यो चाहिँ फिल्टर लाग्दैन भन्नु पनि अप्सन हो कि मैले लाग्दैनमा सेलेक्ट गरिदिन्छु यसलाई अनि मैले यसलाई क्लोज गरिदिन्छु है यति भइसकेपछि अब मैले यो जुन चाहिँ फिल्टर यहाँ युज गर्छु त्यसले यो चार्टलाई एफेक्ट गर्छ तर यसलाई चाहिँ एफेक्ट गर्दैन अब सो लेट्स सी अब यो 2024 सम्मको डेटा भएको भएर 9.95 थियो तर 2023 सम्मकोमा चाहिँ 4.66 मात्रै थियो सो अब 2023 सम्म एक्चुअलमा यो थियो कि छैन मेरो क्याल्कुलेसन राइट छ कि छैन भनेर मेरो यो ओभरअलमा मैले चेक गर्नलाई चाहिँ आई युज द फिल्टर अनि यहाँ जान्छु म December 31st सो 4.66 नै रहेछ मेरो लास्ट इयरको डेटा सो इट्स कमिङ आउट करेक्ट है यसरी बुझ्नु पर्यो सो सिमिलरली लेट्स क्रिएट द्याट फर ऊहरूको लागि पनि सो अब प्रफिटको लागि बनाऊँ अनि अर्डर्सको लागि बनाऊँ लास्ट इयरको अनि त्यसपछि हामी लास्ट इयरसम्मको ग्रोथ कतिको भयो त भन्ने नि हेर्छौँ है त सो सेम थिङ तपाईँहरूलाई यदि लेखिरहन झ्याउ लाग्छ भनेदेखि चाहिँ कपी गर्ने यहाँ जाने अनि यहाँ राइट क्लिक गर्ने न्यू मेजरमा जाने अनि पेस्ट गरिदिने अनि सेल्स लास्ट इयर भने कि मलाई प्रफिट लास्ट इयर आइरहेको छ राइट प्रफिट अब एकैचोटि हाइलाइट गरेर चेन्ज गर्न मिल्छ भने गर्दा हुन्छ होइन भने चाहिँ यसरी चेन्ज गर्ने आइत्यो केही गर्नु पर्दैन ओके प्रफिट पनि भयो अब प्रफिट भइसकेपछि अर्डर्सको पनि गरौँ पहिला क्याल्कुलेसन सो एक्ट सेल्स मेजर orders last year equals to calculate है अब लास्ट इयरको हामीले राख्यौँ त्यो राखिसकेपछि यिनीहरूलाई रेफरेन्स लेभल भन्छ त्यसलाई त्यसमा ल्याएर राखौँ सो रेफरेन्स लेभलमा आइसकेपछि के हुन्छ त भन्दाखेरि चाहिँ यहाँनिर कार्ड्स भन्ने हुन्छ अब कुन चाहिँ कार्डकोमा चाहिँ मैले रेफरेन्स लेभल राख्ने मसँग के छ एउटा सेल्सको छ एउटा अल छ अलमा मैले एकैचोटि सबैमा एउटै राख्न मिल्दैन सो आई हेभ टु सेलेक्ट इन्डिभिजुअली सो सेल्समा गयो भने चाहिँ मैले सेल्सको लास्ट इयरबाट राख्छु जुन चाहिँ म यहाँ ल्याएर यसरी ड्र्याग एन्ड ड्रप गरिदिन्छु मैले के आयो लास्ट इयर सेल्स कति थियो त्यो आयो है सिमिलरली टोटल प्रफिट हेरौँ है सो प्रफिट एलवाई भन्ने छ यहाँनिर त्यसलाई चाहिँ अब मैले सेल्सको ठाउँमा प्रफिटमा गएँ अनि प्रफिट एलवाईमा गएर मैले एड गर्दाखेरि चाहिँ यो प्रफिटमा नि आयो अनि अर्डर्सको लागि पनि त्यही गरौँ ओके सो अर्डर्सको पनि त्यही भयो है तर हाम्रो एउटा कुरा के ध्यान दिनु पर्यो भनेदेखि चाहिँ सेल्स र टोटल प्रफिट चाहिँ हाम्रो नम्बर होइन दिज आर करेन्सिज सो करेन्सी भएपछि के हुनु पर्यो करेन्सीको सिम्बल पनि राख्नु पर्यो फर्स्टमा सिम्बल राख्नलाई के गर्नु पर्यो भनेदेखि चाहिँ खालि जस्ट सिम्पली क्लिक द मेजर अनि क्लिक गर्ने बित्तिकै यहाँ मेजर टुल्स भनेर माथि खुल्छ यहाँनिर यो डलर साइन हुन्छ थिच्दिने अनि यो आयो अब यो डेसिमल पोइन्ट धेरै आयो नि त सो 2 लेखिदिने सिधै सिम्पल है सिमिलरली फर लास्ट इयर एज वेल यसमा यो गर्ने अनि 2 गर्ने टोटल अर्डर्सको चाहिँ हाम्रो काउन्ट गरे हो टोटल अर्डर्स टोटल अर्डर्समा चाहिँ यो गरिराख्नु परेन प्रफिटमा पनि त्यही गरौँ अनि लास्ट इयरकोमा पनि त्यही गरौँ है
भयो यति भइसकेपछि हामीले ओके अब लास्ट इयरको पनि एउटा भ्यालु निकाल्यौँ यो खास गरी भिजुअलाइजेसनमा के हुन्छ भनेदेखि चाहिँ सानो सानो कुरामा ध्यान दिनुपर्ने हुन्छ जसले गर्दाखेरि चाहिँ तपाईँहरूको त्यो क्याल्कुलेसन बनाउँदाखेरि चाहिँ अब टाइम जाने भइहाल्यो तर यसरी भिजुअलाइजेसन बनाउँदाखेरि चाहिँ भिजुअलाइजेसनमा धेरै टाइम जान्छ है त्यो चाहिँ याद गरिराख्नुहोस् है तपाईँहरू किनकि टाइम जान्छ नै यसमा त्यो जति गरे पनि त्यो हरेक स्टेक होल्डरको आफ्नो आफ्नो डिमान्ड हुन्छ सो त्यही भएर त्यही अनुसारको बनाउनु पर्यो अब मैले यसलाई यस्तो गरिसकेपछि अब लास्ट इयरसँग कम्पेरिजन गर्नु पर्यो होइन त सो लास्ट इयरसँग कम्पेरिजनलाई के गर्नुपर्छ भन्दाखेरि चाहिँ करेन्ट माइनस लास्ट डिभाइड बाई लास्ट हो है फर्मुला सो यहाँ मैले अघि बनाइसकेकोमा आएर हेर्ने हो भने पनि त्यही नै छ भर्सेस लास्ट इयरमा अब सेल्स ग्रोथ पर्सेन्टेज भनेर हेर्ने हो भने चाहिँ के छ भन्दाखेरि चाहिँ टोटल सेल्स करेन्ट माइनस लास्ट डिभाइड बाई लास्ट त्यसको लागि चाहिँ हामीले डिभाइड फङ्सन युज गर्छौँ यसरी सो म कसरी यहाँ गरेर देखाइन्छ त यहाँनिर सो यहाँ जाने न्यू मेजर सेल्स growth percentage equals to divide भन्ने फंक्शन हुन्छ जसको फर्स्ट भ्यालुले चाहिँ न्युमेरेटर हुन्छ यहाँ यही आउँछ यही माथि यसरी फंक्शनहरु युज गर्दा यही माथि आउँछ के युज गर्ने हो भनेर सो न्युमेरेटरमा के राख्नु पर्यो त टोटल सेल्स सरी सेल्स minus sales last year divided by sales last year यति गरिसकेपछि हाम्रो ग्रोथ पर्सेन्टेज आउँछ अब यो ग्रोथ पर्सेन्टेज आइसकेपछि चाहिँ पहिला यसलाई हेरौँ मात्रै है त त्यो भनेको 1.14 आइराछ तर यो 1.14 हैन के यसलाई हामीले लानु पर्यो अब पर्सेन्टेजको फर्मेटमा सो यसलाई यहाँ अघि करेन्सी गरे जस्तै पर्सेन्टेजलाई चाहिँ यो पर्सेन्टेजमा क्लिक गर्ने गरिसकेपछि अनि दिस बिकम्स दिस है सो यसरी नै बनाउनु पर्यो सो त्यही कुरालाई म अब यहाँ ल्याएर राख्छु सिमिलरली फर प्रॉफिट अनि त्यसपछि अर्डर्स है त सो म टाइप चाहिँ गरि राख्दिनु तर गर्न चाहिँ के पर्यो भन्देखि चाहिँ कपी अनि त्यसपछि न्यू मेजर पेस्ट गर्नु पर्यो प्रॉफिट ग्रोथ पर्सेन्टेज यसमा हुन्छ हाम्रो टोटल प्रॉफिट अनि प्रॉफिट लास्ट इयर प्रॉफिट लास्ट इयर है यति भयो अब लास्टमा अर्डर्सको नि गरौँ new measure paste हुन्छ total orders अनि त्यसपछि orders last year divided by orders last year है तिनटा कुरा भयो अब हामीले यिनीहरुलाई पनि एज अ रेफरेन्स लेभलमा ल्याएर राख्नु पर्यो भिजुअलाइजेसनमा जाने रेफरेन्स लेभलमा जाने सेल्सको के थियो एउटा सेल्स लास्ट इयर हामीले राखिसक्यो सो हामी अब के राख्छौँ त सेल्स ग्रोथ पर्सेन्टेज राख्छौँ यहाँनिर यति गरिसकेपछि चाहिँ यो पर्सेन्टेज पनि आयो है अब सबै गरेर सबैलाई राख्दिउँ यो प्रॉफिटलाई पनि त्यही राख्दिउँ अनि त्यसपछि अर्डर्सलाई पनि त्यही राख्दिउँ अनि त्यसपछि अब यो जुन चाहिँ अब यो देखाउने तरिका हुन्छ नि जस्तै मैले यो यसरी राखेको छ नि यो ग्याप गराएर यो सबै चाहिँ यो फंक्सन हुन्छ क्या यहाँ भित्र सो भिजुअलाइजेसनमा गइसकेपछि पनि हेर्दै जानुपर्ने हुन्छ कि ओके मैले कसरी गर्ने त यो भनेर सो खोज्दै जानुपर्छ हैन तर त्यसरी खोज्दै जानुपर्छ भन्दाखेरि त्यसरी त्यो जे पाए त्यही गर्नु पर्दैन तर यही हुन्छ अप्सनहरु अवेलेबल यसरी देखिन्छ कि लाइक सेल्स लास्ट इयर चाहिँ यति थियो ग्रोथ 80% भयो लास्ट इयर थियो यति ग्रोथ पर्सेन्टेज भयो भनेर अनि अर्को कुरा के हुन्छ भन्देखि चाहिँ रेफरेन्स लेभलमा जाने अर्डर्स लास्ट इयरमा जाने यसको टाइटल पनि फेर्न मिल्यो क्या मैले सो मैले यहाँ कस्टममा गए सरी अर्डर्स भन्दा पनि म सेल्सको देखाउँछु यता फर्स्टमा सेल्स लास्ट इयरको टाइटल हामीलाई राख्नु पर्यो सेल्स अंडरस्कोर ly हुँदाखेरि चाहिँ यो प्रोफेसनल देखिदैन है सो सेल्स ly यसरी स्पेस राख्नुपर्छ के यसरी गर्नुपर्छ के केही न केही अलिअलि सानसानो चेन्जेसहरु चाहिँ गरिराख्नु पर्ने हुन्छ त्यसमा चाहिँ ध्यान दिनु अनि त्यसपछि यसमा पनि कस्टम गरेर यसको नाम सेल्स ग्रोथ पर्सेन्टेज हैन कि इयर ओभर इयर
है यति भइसकेपछि चाहिँ हाम्रो अनि यो ग्रोथ पर्सेन्टेजहरु पनि क्याल्कुलेट भयो अब प्रॉफिट ग्रोथमा पनि यता अघि सेल्स ग्रोथमा गरेको जस्तै यहाँ जाने यसलाई पर्सेन्टेजमा कन्भर्ट गर्ने अनि बल्ल आयो अनि सिमिलरली फर अर्डर्स ग्रोथ टेबल है यो भयो अब के गर्नु पर्यो त भन्देखि यो नामहरु फेर्नु पर्यो फर्स्टमा यिनीहरुको सो कार्ड्सहरुमा गएर अब यो खास गरी किन बनाइराको यस्तो यो लेन्दी प्रोसेसमा भन्दाखेरि चाहिँ यो त्यो अलि ड्रिल डाउन भित्र पनि अलि सबैमा यो कपी पेस्ट गरेर लाइन्छ के हामीले म्यानुअली बनाइराख्नु पर्दैन यसलाई सो त्यही भएर पहिला यो बनाएर भ्याइहाल्यो भने चाहिँ नि आफूलाई इजी हुन्छ अनि यसमा एनालाइसिसको पार्टमा चाहिँ के भइरहेछ त भन्दाखेरि चाहिँ जुन चाहिँ यो ग्रोथ पर्सेन्टेज छ नि दिस इज आवर एनालाइसिस वाला यो चाहिँ हामीले एनालाइसिस गरे हो यो अरु नम्बरहरु चाहिँ हामीले भिजुअलाइज गरेर हो है त्यसै ध्यान त्यसरी चाहिँ बुझ्नु पर्यो यो एक्चुअल डेटा एनालाइसिसमा चाहिँ के हुन्छ अनि त्यसपछि डेटा भिजुअलाइजेसन र एनालाइसिसमा डिफरेन्स के हो भन्ने कुरा अनि त्यसपछि यहाँबाट जनरल भिजुअल डिफरेन्स लेबल त्यसपछि सेल्स ग्रोथ पर्सेन्टेज प्रॉफिट एलवाई कस्टम स्पेस सो यति भइसकेपछि चाहिँ हाम्रो यो कार्डको भिजुअलाइजेसन वाला पार्ट पनि सक्यो तपाईहरुले भोलि गएर यसमा भोलि गएर भन्दा नि जस्तो तपाईहरुले पछि गएर यिनीहरु यस्तो यस्तो कुराहरुमा एडिसनली के गर्नु मिल्छ त्यसमा फिचर राख्न मिल्छ त भन्देखि चाहिँ इफ ग्रोथ पर्सेन्ट अब यसमा त यो अनरियलिस्टिकली 113% 110% 3% आइराछ हैन किनकि यो ग्रोथ देखेर तर तपाईहरुले चाहिँ के गर्नु मिल्यो त भन्देखि चाहिँ भोलि गएर यसरी ग्रोथ पोजिटिभ छ भने चाहिँ यसको कलर ग्रीन हुने बनाउन मिल्छ अनि नेगेटिभमा गयो भने चाहिँ यसको कलर रेड हुने बनाउन मिल्छ त्यो भयो भने चाहिँ ड्याशबोर्ड पढ्नेलाई पनि हेर्ने बित्तिकै थाहा हुन्छ कि ग्रोथ भएको चाहिँ के भएको छ भनेर बिफोर लुकिङ एट द सिम्बल सो त्यो एउटा कुरा गर्नु पर्यो यति भइसकेपछि चाहिँ तपाईहरुको अब यो नेक्स्ट पार्ट भनेको अब यो फिल्टर राख्ने र अनि यो भिजुअलाइजेसनहरु बनाउने हो है त अब मैले खास गरी त्यो भिजुअलाइजेसन बनाउनको कारण के हो त्यो कार्ड भिजुअलाइज के सरी म्याप भिजुअलाइजेसन भन्दाखेरि चाहिँ हाम्रो डेटामा हेर्ने हो भने चाहिँ हाम्रो एक्चुअल डेटा चाहिँ के को बारेमा हो त भन्दाखेरि चाहिँ वी आर हाम्रो एउटा स्टोर छ जसले मल्टिपल प्रोडक्टहरु बेच्छ प्रोडक्टहरुमा चाहिँ मल्टिपल क्याटेगोरी पनि हुन सक्छ है अनि त्यो प्रोडक्टहरुलाई किन्न आउने मान्छेहरु चाहिँ यहाँ चाहिँ तिनीहरुको इन्फर्मेसन चाहिँ उनीहरु चाहिँ डिफरेन्ट ठाउँबाट आउन सक्छ अनि उनीहरुको सेगमेन्ट चाहिँ डिफरेन्ट हुन सक्छ भनेको त्यो कर्पोरेट पनि हुन सक्छ अफिसले किन्न आएको पनि हुन सक्छ या पर्सनली किन्न आएको पनि हुन सक्छ या जेनी हुन सक्छ है सो त्यही भएर चाहिँ अब फर्स्टमा हामीले के हेर्नु पर्यो त भन्दाखेरि चाहिँ ओके हाम्रो ओभरअल सेल्स यति भयो प्रॉफिट यति भयो अर्डर्स यति भयो अनि हाम्रो सेल्स चाहिँ यसरी ग्रो भएको रहेछ स्टार्टिङ देखि हाम्रो यतासम्म अनि हामीले फोरकास्टिङ पनि बनायौं 3 महिनाको अब हाम्रो कस्टमर चाहिँ कुन चाहिँ एरियाबाट आउँदो रहेछ त भन्ने इन्फर्मेसन हेर्नु पर्यो के त्यसको लागि चाहिँ के गर्नु पर्यो त भन्दाखेरि चाहिँ यतापट्टि यो म्याप भिजुअलाइजेसन हुन्छ है फिल्ड म्याप भन्ने एउटा यो युज गर्ने मिल्यो अर्को चाहिँ यो म्याप हुन्छ अब आफुलाई कुन चाहिँ म्याप ठिक लाग्छ देखाउनलाई त्यो युज गर्ने अनि यहाँ सिटी ल्याएर राख्दिने अनि यसले खोज्छ आफै है यसरी मैले चाहिँ यो युज गरेको थिएँ किनकि बबल देखाउनलाई अब हाम्रो डिफरेन्स खासै छैन के खासै कस्टमर कुन ठाउँबाट कति आइराछ भन्ने कुराको किनकि कस्तो भन्दाखेरि चाहिँ हाम्रो अब यसरी यहाँ आएर यहाँ डेटा हेर्ने हो भने चाहिँ टेबल बनाउँ एउटा अनि सेगमेन्ट सरी सिटी बनाउँ यो सिटी नै हाम्रो एक त 1 2 3 4 5 वटा मात्रै छ त्यसमा पनि हाम्रो कस्टमरहरु चाहिँ कतिवटा छ त भन्दाखेरि चाहिँ यहाँ ल्याएर राख्ने यहाँ जाने काउन्ट गर्ने अनि के भयो त भन्दाखेरि चाहिँ यो तपाईहरुको ठ्याक्कै ठुलो पारेर हेर्दाखेरि चाहिँ विराटनगरमा अनि डिसेन्डिङ अर्डरमा राख्नु विराटनगर र पोखरामा 23 छ अनि अरुमा 20 14 छ है त्यो डिफरेन्स खासै भास्ट छैन नत्र डिफरेन्ट भास्ट भइदिएको भए चाहिँ यो बबल जुन चाहिँ छ नि यो ब्लू कलरको डटहरु देख्नु भएको छ नि तपाईहरुले यसको साइजै तलमाथि हुन्थ्यो नर्मली चाहिँ गर्ने तरिका चाहिँ त्यो हो तर हाम्रो डेटामा चाहिँ त्यो नभएको भएर चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि चाहिँ कस्टमली बबलको साइज अलिकति बढाइदिनु पर्यो सो दैट हामीलाई ठ्याक्कै पोइन्टहरु चाहिँ पोइन्ट आउट चाहिँ भइराखोस् कि यो ठाउँबाट आइराछ भन्ने इन्फर्मेसन यहाँ तपाईले जुम पनि यसरी जुम गरेर हेर्नु नि मिल्यो म्यापमा अनि त्यसपछि म्यापको देखाउने तरिका पनि चेन्ज गर्नु मिल्यो यो रोड स्टाइलमा छ यो एरियल गर्यो भने फेरि यसरी नै आइन्छ यो हैन
डार्क या लाइट जस अरू छ अप्सनहरु तर आफुलाई आफ्नो चार्टमा चाहिँ यो यो देखाउँदाखेरि चाहिँ मलाई ठिक्क हुन्छ भनेर देखाउने हो किनकि लाइक त्यो एरियल भ्यूबाट गुगल म्याप्स गुगल स्याटेलाइट तरिकाले देखाएर मान्छेको घर एक्ज्याक्ट घरबाट आएको भनेर त हेर्नु परेको छैन नि त हामीलाई हामी त खालि कुन चाहिँ सिटीबाट हेरेर हो नि त सो त्यही भएर चाहिँ अनि यो लाइट चार्ट युज गर्दा नि भयो या आफुलाई ठिक लाग्छ भने अरू युज गर्दा नि भयो युज गर्दा नि भयो है म चाहिँ यो ग्रे स्केल भन्ने युज गर्छु नर्मली सो यति भइसकेपछि हाम्रो के भयो त भन्दाखेरि चाहिँ अब यो सिटी एरियाबाट चाहिँ यो अब सिटीबाट आइरहेछ मान्छेहरू सेल्स यतिको भइरहेछ हाम्रो ओभरअल सेल्स प्रफिट र अर्डर यतिको भयो अब यसमा लेट्स एड सम फिल्टर्स एज वेल किनकि फिल्टर बिनाको चार्ट बनाएर कामै छैन सो जहिले पनि फिल्टर एड गर्नुपर्छ अब यहाँ के भयो भनेदेखि चाहिँ यहाँ मेरो रिजन कहाँबाट आयो फेरि यो फिल्टर चाहिँ मेरो राख्नु पर्ने तर ड्यासबोर्डमा साइजै ठाउँै भएन भने यहाँ प्रब्लम हुन्छ है कहिलेकाहीँ सो त्यही भएर चाहिँ हामीले के गर्नु मिल्छ त भनेपछि आउटसाइड एनी अफ द फिल्टर्स सरी एनी अफ द चार्ट्स बाहिर कतै क्लिक गर्नुहोस् अनि हामी क्यानभासको साइजै बढाउँछौँ है त अब भन्नाले यो यसको साइजै बढाउँछौँ सो यो 16:9 थियो डिफल्टमा क्यानभास सेटिङ्सभित्र गएर अब 16:9 लाई चाहिँ म चेन्ज गरेर कस्टम गर्छु सो द्याट मलाई अलिकति हाइट अलिकति अग्लो चाहियो यसको सो द्याट मलाई माथिपट्टि यो राख्नु छ क्या यो फिल्टरहरू सो म यसको हाइट 720 छ भनेदेखि लेट्स सी म 800 गर्दाखेरि कत्रो हुन्छ त साइज बढ्यो अब यिनीहरूलाई मैले तल ल्याउनु मिल्यो यसरी यो चार्टहरूलाई है अनि त्यसपछि यसलाई पनि तल ल्याउनु मिल्यो यसरी अब यहाँ के भयो अलिकति स्पेस खाली भयो नि त नि सो स्पेस खाली भइसकेपछि तपाईहरुले यहाँनिर फिल्टरहरू राख्नु सो फिल्टर राख्नलाई के गर्नु पर्यो भन्दा स्लाइसर भ्यूमा जानु पर्यो हाम्रो केसमा चाहिँ दुईटा फिल्टर राख्छौँ हामी एउटा भनेको डेट जसमा चाहिँ हामी स्लाइडर वाला भर्जनमा राख्छौँ सो यहाँ डेटमा गएर डेट नै राख्नु पर्यो स्लाइडर भयो भने स्लाइड गरेर गर्दा नि भयो यहाँ बक्समा सेलेक्ट गरेर डेट सेलेक्ट गर्दा नि भयो स्टार्ट डेट एन्ड डेट है सेम थिङ नेक्स्ट हामी स्लाइसर के को राखौँ स्लाइसर के को राखौँ भन्दाखेरि चाहिँ रिजनको राखौँ है अब रिजन भनेको चाहिँ हाम्रो स्टोरको रिजन हो क्या सो यो स्टोर सेन्ट्रल वाला स्टोर हो कि इस्ट वाला स्टोर हो कि वेस्ट वाला स्टोर हो अघि न यो सिटी भनेको चाहिँ कस्टमर कहाँबाट आइरहेछ भन्ने इन्फर्मेसन भयो रिजन भनेको आफै स्टोर आफ्नैको इन्फर्मेसन है किनकि वेस्ट वाला स्टोरमा कुन चाहिँ ठाउँबाट मान्छेहरू धेरै आइरहेछ त भन्ने इन्फर्मेसन हेर्नु पर्यो नि हैन त्यही अनुसारको चार्टहरू पनि फेरिरहेछ यसरी है त्यही भएर राख्नु पर्यो अब त यसरी यसलाई यो बक्स राख्ने भन्दा पनि दिस वुड लुक बेटर इफ वी चेन्ज इट्स लेआउट भर्टिकल लिस्ट भन्दा पनि मलाई टायल ठिक लाग्यो यसको लागि चाहिँ सो मैले टायलै युज गर्छु यसलाई अलिकति यता साइडमा लिएर यसलाई अलिकति यता यस्तो गर्छु है यसरी रिजन पनि भयो यो पनि भयो अब यति भइसकेपछि यहाँनिर अब यो सबै कुराको बोर्डर छैन चार्टहरूलाई छुट्टाउनलाई बोर्डरहरू चाहिन्छ क्या सो द्याट यो डिफ्रेन्ट चार्ट हो यो डिफ्रेन्ट चार्ट भनेर छुट्टाउनलाई यहाँ सबै एउटै बोर्डर नभएको भएर चाहिँ यो नम्बरहरू मात्रै राम्रोसँग देखिरहेको छ सो यसलाई के गर्नु पर्यो त भन्दाखेरि चाहिँ जेनरलमा जाने प्रपर्टिज effects background visual border on है अन गरिदिन मिल्यो अनि त्यसपछि यहाँ क्लिक गरेर फर्मेट पेन्टरमा गएर यहाँ थिच्यो भने पनि यसको पनि बोर्डर आइदिन्छ क्या है सो एउटाको यसरी जेनरल वाला सेटिङ्सहरू जति चाहिँ तपाईहरुलाई यदि एउटाको कपी गरेर अर्कोमा राख्नु मन छ भने चाहिँ खाली एउटामा जुन चाहिँ को छ त्यसमा क्लिक गर्ने होमको यहाँ माथिपट्टि फर्मेट पेन्टर भन्ने हुन्छ यसमा क्लिक गर्ने अनि यहाँ ल्याएर यसरी थिच्दिने अनि भइसकेपछि यो सबैमा आए म सिमिलरली फिल्टरहरुमा पनि फर्मेट पेन्टर गरिदिन्छु अनि म यो चार्टहरुमा चाहिँ स्याडो राखिदिन्छु सो दैट त्यो पप आउट होस् के अलिकति बोर्डर चाहिँ आयो यसको चेन्ज भयो सो लेट्स चेन्ज इट टाइल अनि त्यसपछि यिनीहरुमा स्याडो राख्यो भने चाहिँ के हुन्छ भन्दाखेरि अलिकति बाहिर निस्केको जस्तो देखिन्छ व्हिच लुक्स कम्पेरेटिभली बेटर कुनै कुनै केसमा यसरी है स्याडो यसमा पनि स्याडो यति भयो अब अलिकति विड्थ पनि बढाउँ सो दैट यो दुईटा चार्टको ग्याप पनि अलिकति देखियोस् है यति भयो ओके सो अब हाम्रो दुईटा फिल्टर भयो हामीले त्यसपछि यो ल्याएर राख्यौं अब हाम्रो यो कार्ड भिजुअलाइजेसन पनि भयो अब हाम्रो नेक्स्ट भनेको चाहिँ यो चाहिँ हाम्रो ओभरअल भयो है ओभरअलमा चाहिँ यो छ हाम्रो फिचरहरू अनि एउटा यसमा एडिसनल कुरा के ध्यान याद गर्नु पर्यो भन्दाखेरि चाहिँ हामीले हाम्रो लाइन चार्टमा त फोरकास्टिङ गरिरहेको छौं नि त हैन यो भनेको त हामीले स्टार्टदेखि एन्डसम्म हेर्नलाई बनाएको चार्ट हो नि त यो यसमा हामीले यहाँ फिल्टर लगाउन थाल्यो भने त यो त चेन्ज भएको भइ हुन्छ यसको फोरकास्टिङ पनि के आउन थाल्छ हैन यहाँनिर सो के गर्नु पर्यो त भन्दाखेरि चाहिँ फर्स्टमा अघि मैले देखाएको थिएँ नि सुरुमा यसमा क्लिक गर्ने फर्मेटमा जाने एडिट इन्टरेक्सन्समा जाने अनि यसको इन्टरेक्सन चाहिँ अफ गरिदिन्छु है म सो दैट यो मेरो कुनै पनि फिल्टरले चाहिँ यो चार्टमा चाहिँ इफेक्ट नगरोस् भन्ने कुराको लागि
सो यहाँ जाने अनि फेरि अब सिमिलरली यसमा क्लिक गर्ने अफ नै एकछिन पहिला एडिट इन्टरेक्सन अफ गरौँ यसमा जाने एडिट इन्टरेक्सन्समा फेरि जाने अनि त्यो इन्टरेक्सनले चाहिँ यसलाई एफेक्ट नगरोस् भनेर यो चार्टमा फेरि क्लिक गर्ने यसरी यति भइसकेपछि चाहिँ तपाईँको अनि यो कुनै पनि चार्टले चाहिँ यसलाई एफेक्ट गर्दैन तर होइन यो रिजनवाला फिल्टर चाहिँ लगाम अनि यो मात्रै नलगाम भन्ने छ भने त्यो नि गर्न पाएँ है मैले चाहिँ खास गरी ओभरअलको लागि भएको भए चाहिँ यो फिल्टरहरूले चाहिँ अब अरू चार्टलाई एफेक्ट गर्छ यिनीहरूलाई एफेक्ट गर्छ तर यसलाई एफेक्ट नगर्ने भनेर बनाएको सो यसलाई पहिला सुरु के गरौँ त रिनेम गरेर यसलाई फर्स्टमा भनौँ मेन ड्यासबोर्डमा बनाइदिउँ यसको नाम त्यसपछि हामी अब यसैलाई नयाँ यसरी नयाँ नयाँ बनाउनु भन्दा नि यसैलाई वी क्यान डुप्लिकेट इट क्या सो यसलाई डुप्लिकेट गर्नुहोस् डुप्लिकेट गरिसकेपछि के भयो त भने है मलाई यहाँ यो चाहिन्थ्यो यो यहीँ नै रहिरहोस् डेट चाहिन्थ्यो मलाई डेट पनि त्यही नै भइरहोस् यो पनि त्यही नै भइरहोस् खालि मलाई अब चेन्ज गर्नु के पर्यो त भन्दाखेरि चाहिँ अब मलाई के कुन चाहिँ वाला ड्रिल बनाउनु पर्यो त भनेर हेर्दाखेरि चाहिँ मलाई पहिला सुरु सेल्स ड्रिल बनाउनु पर्यो है सेल्सको त्यो लाइन चार्टभित्रको ड्रिल बनाउनु पर्यो पहिला सुरु सो के गर्नु पर्यो त त्यसको लागि फर्स्ट अफ अल अब यो सिटी भन्ने भिजुअलाइजेसन हामीलाई काम छैन यसको नाम भर्खर हामी डुप्लिकेट गरेको भएर डुप्लिकेट अफ मेन ड्यासबोर्ड छ यसलाई यसको नाम रिनेम गरेर यसो भनौँ सेल्स ड्रिल है तपाईँहरूले मेन फर्स्टमा तपाईँहरूको स्टेक होल्डरले खोलाएर चाहिँ यो खोल्छ क्या अनि यहाँबाट भित्र जाँदाखेरि बल्ल अनि सेल्स ड्रिलभित्र जाने हो सेल्स ड्रिलभित्र गइसकेपछि चार्टहरू अब फेरौँ यहाँबाट है त्यो दुइटा चाहिँदैन हामीलाई चाहिने भनेको एउटा भनेको सेगमेन्टले सेपरेट गर्नु एउटा भनेको सिटीले सेपरेट गर्ने होला है त हामी सो सेगमेन्ट र सिटी गर्दाखेरि चाहिँ के गर्नु एउटा डोनट चार्ट राखिदिनु सिम्पल त्यसपछि यसमा राखिदिनु सेगमेन्ट अनुसारको सेल्स भ्याल्यु सेल्स सेगमेन्ट अनुसार कतिको सेल्स भएको छ त भनेर हेर्ने कुरा हो यो चाहिँ है अनि सिमिलरली यहाँनिर सिटी वाइज राखिदिनु अब मैले यहाँ भर्टिकल बार चार्ट पनि राख्न सक्थेँ तर मलाई यो अलिकति एक्स्ट्रा देखाउनु लाइक एक्स्ट्रा भन्दा नि अलिकति डिफ्रेन्ट देखाउनु पर्ने भएर चाहिँ मैले यो वाला राखेँ है होरिजोन्टल वाला यसमा पनि सेल्स इज द भ्याल्यु अनि सिटीले चाहिँ हामी सेपरेट गर्छौँ ओके कुन चाहिँ सिटीबाट आउँदो रहेछ त यो सेल्सको लागि है यसरी थाहा भयो अब यो सेल्स मात्रै राखेर छोड्दा नि भयो होइन भने चाहिँ यहाँ प्रफिट पनि राख्नुपर्ने हुन्छ त्यो प्रफिट पनि राख्यो भने चाहिँ इट वुड लुक बेटर सेल्स र प्रफिट कति कतिको भयो भनेर है यसको अघि गरेको त्यो फर्मेट प्रिन्टरवाला काम फेरि यसमा ल्याएर ट्याङ ट्याङ हालिदिउँ त्यसपछि आफूले कस्टम केही पनि गरिराख्नु परेन म्यानुअल्ली त्यसपछि हामीले के गर्नु मिल्छ त भन्दाखेरि चाहिँ अब लाइन यो यसरी बार देखाएर मात्रै हुँदैन कि वी निड टु नो एक्चुअल नम्बर कति छ इचमा होइन सो त्यो गर्नलाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि चाहिँ यो चार्टमा क्लिक गर्ने अनि यहाँनिर फर्मेट यो भिजुअल भन्ने छ यसमा गइसकेपछि यहाँ डेटा लेबल्स भन्ने हुन्छ क्या अफ छ नि होइन अहिले यसलाई अन गरिदिनु अन गरिदिइसकेपछि प्रफिट र सेल्स दुइटैको आयो अनि यो बारभन्दा बाहिर आयो तर यसलाई राम्रोसँग देखाउनु छ भने चाहिँ जहिले पनि म चाहिँ बारको भित्र राख्छु सो इनसाइड सेन्टर गऱ्यो भने चाहिँ ठ्याक्कै देखिन्छ अब लाइक 2.4 मिलियन 0.7 मिलियनको प्रफिट भएको रहेछ अनि ठुलो पारेर हेर्दाखेरि चाहिँ यसरी देखिन्छ यसलाई है ठुलो पार्ने चाहिँ उयो चार्टमा क्लिक गर्ने अनि उयो यहाँनिर फोकस मोड हुन्छ त्यसमा क्लिक गऱ्यो भने चाहिँ ठुलो पार्न मिल्यो अनि त्यसलाई एज अ टेबल हेर्न मिल्यो भने चाहिँ सो एज टेबल भन्ने पनि हुन्छ है यहाँनिर यसमा क्लिक गर्नुभयो भने चाहिँ अब यो टेबलको रूपमा आयो क्या ओके मैले के देखाइरहेको छु भन्दाखेरि पोखराको सेल्स प्रफिट विराटनगर सेल्स प्रफिट ललितपुर सेल्स प्रफिट है सो त्यही आइरहेको छ तर त्यसैको ट्याबुलर भ्यू चाहिँ यो हो सो जस्ट गो ब्याक टु द रिपोर्ट अब त्यो हटाउनलाई चाहिँ त्यही ब्याक टु द रिपोर्टै गर्ने अरू केही गर्नु राख्नु परेन इभन फर यो सेल्स वाइज सेगमेन्ट गर्दाखेरि पनि यसको स्लाइसेसमा पनि डेटा लेभल ल्याउँदाखेरि चाहिँ वी क्यान डु इट इनसाइड यसरी नै देखाउनु छ भने चाहिँ होइन भने त्यसलाई आउटसाइड राख्दा नि भयो अनि त्यसपछि अब क्लिनअप गर्दाखेरि चाहिँ सिम्पल बनाउँदाखेरि चाहिँ खासै त्यो नोटिस हुँदैन तर गर्ने चाहिँ के भन्दाखेरि चाहिँ अब जस्तै मैले यो सेगमेन्ट भनेर लेखिरहेको छु नि यहाँनिर यो सेगमेन्ट लेखेकोलाई हटाइदिने यो टाइटललाई यसरी चेन्ज गर्ने त्यसपछि यहाँ आएर पनि सेल्स बाई इयर एन्ड मन्थ भनेर लेखाएको छ यो त अब रिडेबल चाहिँ पाइन्छ सिटी लेखाएको छ के को सिटी कस्टमर बाई सिटी लेख्नु पऱ्यो नि होइन सो त्यस्तै इन्फर्मेसन लेख्नु पऱ्यो सो द्याट त्यो चार्टको टाइटलले पनि क्लियर होस् कि मान्छे यो एक्चुअलमा के देखाइरहेको छ यो चार्टले भनेर है सो अब यो हाम्रो के अरे सेल्स ड्रिल भयो होइन अब यसरी नै अब हामीले ड्रिल थ्रु गर्न मिल्छ कि मिल्दैन यसमा ब्याक टु पेज टू हुन्छ पेज टू त खाली छ हाम्रो अब सेल्स बनाएको जस्तै गरेर अब हामीले नेक्स्ट बनाउनु पर्ने चाहिँ सेगमेन्ट ड्रिल र सिटी ड्रिल हो है
सेगमेन्ट ड्रिलमा हामीले के बनाउँछौँ भन्दाखेरि त्यही अनुसारको चार्टहरू बनाउँछौँ त्यसमा चाहिँ सिटी राख्छौँ अनि क्याटेगोरी राख्छौँ बाँकी कुरा सेम नै छ है यसमा अब यो ड्रिल थ्रु गर्दाखेरि चाहिँ यिनीहरूमा फिल्टर कसरी लाग्छ भन्ने कुरा चाहिँ हामी यो ड्यासबोर्डहरू बनाइसकेपछि गर्छौँ है लास्टमा सो यो सिटी छ सिटीको सट्टा अब मैले गरिदिनु पर्यो यसलाई रिमुभ गरिदिएर प्रडक्ट प्रडक्ट नेम राखिदिनुपर्छ यसरी अनि राखिसकेपछि यसरी नम्बरहरू आउँछ सिन्स यो धेरैवटा छ हाम्रो यो बारहरू सो जसले गर्दाखेरि चाहिँ यो लेबलहरू चाहिँ सानो पार्दाखेरि पनि देखिँदैन अब अहिले त अफ नै छ होला अनै छ अनै गर्दाखेरि पनि यो देखिँदैन लेबल साइड सेन्टर टेक्स्ट है सो हाम्रो लेबल चाहिँ देखिरहेको छ तर अब यो अलिकति इजिली रिडेबल चाहिँ हुँदैन यो सो त्यही भएर यसलाई लेबल अन गरेर राख्नु जरुरी हुँदैन सो यसमा चाहिँ के गर्नु पर्यो भने फोकस हुँदाखेरि चाहिँ लेबल आउने हुनु पर्यो अरू बेलामा चाहिँ लेबल नआउने हुन्छ क्या यसको सो फोर फ्लेभर दुईटालाई अफ गरिदिनु यसरी अनि यो यसरी नै आउँछ है तपाईँहरूले तर माउस हभर गर्दाखेरि पनि आउन चाहिँ आउँछ है नम्बरहरू कतिको छ भनेर लाइक नोटबुकमा हभर गर्नुभयो हभर गरेर यसरी हेर्नुभयो भने चाहिँ प्रडक्ट नेम नोटबुक छ जसको सेल्स चाहिँ यति आइरहेको छ अनि यसको प्रफिट यतिको आइरहेको छ भन्ने कुरा अब सेल्स बाई क्याटेगोरी पनि गरौँ यो सेल्स बाई सेगमेन्ट थियो यसको सट्टा क्याटेगोरी राखेर गर्नु पर्यो यही छ क्याटेगोरी सेगमेन्ट क्याटेगोरी अब यो क्याटेगोरीलाई चाहिँ तपाईँहरूले यो चार्ट बनाइदिए नि भयो होइन भने चाहिँ बार चार्ट बनाउँदा नि भयो अब मैले बार चार्ट बनाएको रिजन चाहिँ के हो भनेदेखि चाहिँ मल्टिपल खालको चार्ट युज गरौँ न भनेर मात्रै है सो फर्निचर ओके यहाँ क्लिक गर्दाखेरि यो हुन्छ अनि एउटा कुरा तपाईँहरूले यहाँ याद गर्ने हो भने चाहिँ यो क्लिक गर्दाखेरि इट्स नट बिङ अपडेटेड यसको खालि बारको यो हाइलाइट हुने कलर र अनि नहुने पार्टको कलर मात्रै डिफ्रेन्स आइरहेको छ यो अब यो अलिकति राम्रो यसलाई मानिँदैन या म चाहिँ मान्दिनँ मेरो लाइफ पर्सनली सो अघि गराएको जस्तै फर्मेटमा गएर एडिट इन्टरेक्सन्समै गएर अब चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँनिर अघि फिल्टर र अफ थियो नि त होइन अप्सन दुईवटा मात्रै थियो यसमा तिनवटा छ क्या यसमा विच इज हाइलाइट फिल्टर र अनि अफ छ सो हाइलाइटमा सेलेक्टेड हुन्छ डिफल्टमा चाहिँ यसलाई फिल्टरमा लानु पर्यो यसलाई अफ गर्नु अब क्लिक गर्दाखेरि चाहिँ यो अपडेट भएर आयो कि न दिस इज मोर रिडेबल नि त होइन खास गरी तपाईँहरूले स्टेक गरेर देखाउँदा पनि यसरी बेटर हुन्छ यो यही कुरा अब यसले यसलाई पनि एफेक्ट गर्छ सो त्यही कुरा फेरि यहाँ गर्नु पर्यो यसमा पनि हाइलाइट नै थियो है अब यहाँ मैले नगरिकन हेर्ने हो भने चाहिँ यसरी हाइलाइट मात्रै हुन्छ क्या यो पनि सो यसलाई पनि त्यही गर्दाखेरि चाहिँ कस्तो गर्ने त भन्दाखेरि फेरि सेम थिङ एडिट इन्टरेक्सन्स फिल्टर गराउने अफ गराउने अनि आफै अपडेट भएर आउँछ यसरी अब यो चाहिँ एउटा याद गर्नुपर्ने कुरा हो अब यही कुरा सेन्टरमा थिच्दाखेरि पनि अपडेट भएर आयो नि अब होइन वेस्ट इस्टमा कति कति आइरहेछ अब सिमिलरली त्यही कुरा अब यहाँ आएर पनि गर्नु पर्यो अब यो चाहिँ फर्मेट पेन्टर मात्रै गरेर इनफ हुँदैन यसलाई चाहिँ आफैले म्यानुअली गर्ने पर्छ सो इन्टरेक्सन यसमा क्लिक गर्ने इन्टरेक्सन्स यसको अपडेट सेम थिङ यहाँ जाने यसको इन्टरेक्सन्समा जाने यसको हाइलाइट हुने कि यसको नि फिल्टर नै गर्ने है नाउ वी हेभ डन एडिट इन्टरेक्सन वाला पार्ट पनि भयो मैले यहाँ क्लिक गर्दाखेरि यो अपडेट भएर आउँछ विच इज मच बेटर फर्निचर भन्दाखेरि फर्निचरको मात्रै आइटम आयो अघि नसम्म चाहिँ अब सबै आइटम आएको थियो अनि हाइलाइट मात्रै भइरहेको थियो कि त्यो भनेको त भएन नि त सो टेक्नोलोजीमा मात्रै गर्दाखेरि चाहिँ के रहेछ त भने तपाईँहरूले यो जुन चाहिँ क्याटेगोरी र प्रडक्ट नेमवाला चार्ट यो बन्यो नि भर्खर यो चाहिँ अब यो क्याटेगोरी भन्ने पार्ट चाहिँ इट क्यान बी कन्सिडर्ड एज अ फिल्टर एज वेल किनकि हरेक चार्टलाई एफेक्ट गरेर हुन्छ अन्टिल अनलेस रिटर्न अफ द इन्टरेक्सनवाला पार्ट सो अब यो क्याटेगोरीले चाहिँ एज अ फिल्टर एक्ट गरिरहेको छ यसमा है कन्फरेन्स टेबलमा थिच्यो भने चाहिँ अब यो फर्निचरको रहेछ तर फर्निचरको कति % चाहिँ यो कन्फरेन्स टेबलले निकालेको रहेछ भन्ने इन्फर्मेसन चाहिँ यहाँ है त यति भइसकेपछि तपाईँहरूको यो सेगमेन्टवाला ड्रिल पनि भयो अब लास्टमा गर्नेवाला यो सिटी ड्रिल पनि सेम थिङ नै हो है यसमा पनि केही छैन खासै इम्पोर्टेन्ट के अरे खासै त्यस्तो खतरा कुरा खालि त्यही नै छ चार्ट त्यही नै छ यो पनि त्यही नै छ खालि भित्रको भ्यालु मात्रै डिफ्रेन्ट गरेको छ हामीले सो सिटी ड्रिल बनाउनलाई चाहिँ के गर्नु पर्यो त भन्दाखेरि चाहिँ सेल्स सिटमा जानु यसलाई डुप्लिकेट गर्नु हरेक कुरा म्यानुअली बनाइराख्नु पनि पर्दैन यहाँ जाने अनि सिटी ड्रिल गर्ने त्यसपछि सिटी ड्रिलमा गइसकेपछि चाहिँ यहाँ कस्टमर सेल्स बाई सेगमेन्ट नै छोडिदिउँ यसलाई यसमा चाहिँ के गर्नु त भन्दाखेरि यसमा पनि प्रडक्ट नै राखिदिने सो बेसिकली सिटी ड्रिल भनेको चाहिँ सेगमेन्ट र सेल्स ड्रिलमा भएको चार्टहरूलाई ल्याएर म्यासअप गरिरहेको छ यहाँनिर सो सिटी ड्रिलमा गयो
डिटेलमा गयो त्यसपछि सेल्स बाई प्रफिट एन्ड सिटी थियो अब यसको सट्टा चाहिँ यहाँनिर सिटीलाई हटाएर यहाँनिर प्रडक्ट नेम राखिदिनु पर्यो यति हो गर्नुपर्ने यति नै हो है खास गरी सो यो सुरुमा मैले गरिसकेको भएर आई कुड फिनिश दिस यो एक्चुअलमा यो 1 घन्टामा हिजो मैले यो गर्दाखेरि चाहिँ मलाई 3 आवर्स लागेको थियो किनकि लाइक त्यो पहिले प्लानिङ गरेर गर्नुपर्छ हरेक कुरा होइन डेटा एनालिसिस गर्दाखेरि चाहिँ सो यसमा चाहिँ 4वटा स्टेप हुन्छ क्या डेटा एनालिसिसको पेस भन्छ होइन पिएसी प्लानिङ एनालाइजिङ कन्स्ट्रक्सन एक्जिक्युसन हुन्छ क्या प्लानिङ भनेको चाहिँ ओके मेरो डेटा के बारेमा हो त यो प्लानिङ फेजमा चाहिँ मैले के गर्नु पर्यो त मेरो डेटाको डेटाबेस एडमिनिस्ट्रेटर छ या मेरो आइटी हेड छ कम्पनीमा भने उसँग मैले इन्टरेक्ट गर्नु पर्यो ओके डेटा कहाँबाट आइरहेछ कुन चाहिँ सिस्टमबाट आइरहेछ कसरी आइरहेछ यो डेटाले कुन डेटा कहाँ गएर सेभ भइरहेछ यो पुरै प्लानिङ फेजको एउटा पार्ट मात्रै हो यसमा चाहिँ हामीले डेटा हेर्छौँ पहिला अनि त्यसपछि हामीले स्टेक होल्डरसँग उनीहरूको रिक्वायरमेन्टहरू बुझ्छौँ है रिक्वायरमेन्ट त्यहाँ छैन भने आफैले अब के ठिक लाग्छ त्यही बनाएर दिने उनीहरूलाई त्यसपछि उनीहरूले एडिसनल पोइन्टहरू भन्छ त्यो फेज भयो हाम्रो प्लानिङ एनालाइजिङमा हामी के गर्छौँ त एक्चुअल एनालाइसिस गर्छौँ जस्तै मैले यो के अरे अघि त्यो बनाएको थिएँ नि टोटल सेल्स लास्ट इयर कम्पेयर टु लास्ट इयर कतिको भयो फोरकास्टिङ गर्दाखेरि के भयो यो सबै हाम्रो एनालाइजिङवाला पार्टमा हुन्छ है अब यो पावर बिआईमा भन्दा पनि अब इफ युआर युजिङ द होल बिआई स्ट्याक त्यसमा पाइथन पनि प्रयोग गरिरहनु भएको छ भनेदेखि चाहिँ मेरो डेटा कतिको क्लिन छ कतिको के छ सबै पार्ट म त्यसमा हेर्छु है ट्रान्सफर्मेसनहरू चाहिँ जुन मैले लगाउँछु त्यो मेरो एनालाइसिसवाला पार्टमै पर्छ डेटा क्लिनअप गर्नेवाला एडिसनल कलम एभ्रिथिङ हरेक ट्रान्सफर्मेसनवाला पार्ट त्यसमा पर्छ कन्स्ट्रक्सन भनेको त्यो सीमा आइसक्यो कन्स्ट्रक्सनवाला फेजमा आइसकेपछि नाउ वी कन्स्ट्रक्ट द ड्यासबोर्ड हिजो हामीले के गर्यौँ त भन्दाखेरि चाहिँ हेऱ्यौँ डेटा त्यसपछि हामीले डेटाको एनालाइसिसहरू अलिअलि गऱ्यौँ आज आएर पनि एक्स्ट्रा एनालाइसिस गऱ्यौँ र आज कन्स्ट्रक्सन पनि भयो है अनि लास्टको पार्ट हुन्छ एक्जिक्युसनमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ अब तपाईँहरूले सबै बनाएर भ्याइसक्नुभयो नाउ यु गो टु द स्टेक होल्डर एन्ड देन प्रेजेन्ट आफ्नो ड्यासबोर्ड अनि एक्सप्लेन गर्ने एभ्रिथिङ यो फिल्टरले कसरी काम गर्छ यो चार्टहरूले के भनिरहेको छ इच इन्फर्मेसन वाट्स इट सेइङ ड्रिल डाउन कसरी गर्ने होल ट्रेनिङवाला जुन चाहिँ पार्ट तपाईँहरूले हुन्छ त्यो चाहिँ तपाईँहरूको एक्जिक्युसनमा हुन्छ अनि त्यति भइसकेपछि अनि सोध्ने भयो त्यसपछि अनि एक्जिक्युसन भइसकेपछि अनि सिक्यो होल प्रोजेक्ट है अनि जहिले पनि यो पछि यो नै पार्ट आउँछ भन्ने छैन क्या त्यो पेस प्लानिङ एनालाइसिस कन्स्ट्रक्सन एक्जिक्युसन हुँदाखेरि कहिलेकाहीँ प्लानिङबाट एक्जिक्युसनमा गइसकेको छ अरे सरी कन्स्ट्रक्सनमा गइसकेको छ अरे अनि होइन यो त मलाई थाहै थिएन भन्ने कुरा कतिपय इन्फर्मेसन फेरि नयाँ आएको जस्तो फिल भयो भने चाहिँ फेरि वी गो ब्याक टु द प्लानिङ फेज अनि त्यसरी नै कन्टिन्यू गर्छौँ है त हामी सो प्रोजेक्टलाई अगाडि लगाउँदाखेरि चाहिँ जहिले पनि प्लान्ड वेमा लानु पऱ्यो हेपाचार्टली लग्यो भने चाहिँ धेरै टाइम लाग्छ सो यो हिजो मैले गरिसकेको थिएँ सो मलाई एक्ज्याक्टली थाहा थियो किनकि लाइक आई हेभ अ कम्प्लिटेड भर्जन एज वेल सो त्यही भएर मैले छिटै भ्याएँ होइन यसमा एडिसनल फिचरहरू मैले जे राखेको छु म फेरि यसमा पनि राख्छु अहिले आशा क्लास पनि तर सुरुदेखि गर्दाखेरि चाहिँ ओके मेरो डेटा यस्तो छ अनि मैले यसलाई यस्तो गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ पहिले ध्यान दिएर अनि बल्ल प्रोजेक्टहरू स्टार्ट गर्दैछ तपाईँहरू गर्दाखेरि चाहिँ ओके सो अब हामीले ड्यासबोर्ड कन्स्ट्रक्सन चाहिँ बनायौँ होइन कन्स्ट्रक्ट हुँदैछ बनायौँ अब हामी ड्रिल पनि गर्नु पऱ्यो क्या लाइक यहाँबाट यसमा भित्र छिर्दाखेरि चाहिँ यो ड्यासबोर्डमा आइपुग्छ भन्ने कुराहरू त्यसको लागि के गर्नु पऱ्यो त भन्दाखेरि चाहिँ मेन ड्यासबोर्डमा गएर ओके मेन ड्यासबोर्डको सेल्स बाई इयर एन्ड मन्थको कुनै पनि एउटा स्पेसिफिक पोइन्टबाट भित्र छिरिसकेपछि अनि म नेक्स्ट सेल्स ड्रिलभित्र छिर्नु पऱ्यो त्यो भनेको के हो भनेदेखि चाहिँ सेल्स ड्रिलमा जानु होइन यो सेल्स ड्रिलमा चाहिँ मेरो यो मेन ड्यासबोर्डको सेल्सको फिल्टर लाग्छ है भन्ने इन्फर्मेसन चाहिँ यसमा प्रोभाइड गर्ने हो त्यो भनेको कस्तो हुन्छ भनेदेखि चाहिँ बेसिकली कुनै पनि चार्टमा सेलेक्ट नगर्नु सेल्स ड्रिलमा मात्रै आएँ अनि यहाँ सेल्समा आएर चाहिँ म यसलाई एड ड्रिल थ्रु फिल्ड्स हियर भन्ने छ नि ऊ यहाँनिर यसमा ल्याएर ड्रप गरिदिनु है यसलाई यो गरिसकेपछि चाहिँ ओके अब अहिलेलाई चाहिँ यसले केही पनि चेन्जेस आएर छैन है तर यहाँ हुन्छ चाहिँ के भनेदेखि चाहिँ मेन ड्यास तपाईँको ब्याक बटनमै यहाँ अपियर भयो आफै अटोमेटिकली सो मेन ड्यासबोर्डमा जाने सुरु त हुन्छ पहिला यति गरेर देखाइन्छ नि यहाँ जाम ड्रिल थ्रु भनेपछि बल्ल यो पेज टु आई डोन्ट नो वाइ दिस इज कमिङ अप हिजो बनाएको थियो क्या अरे यो ओके सो यहाँ आइसकेपछि तपाईँको के भयो त मेन ड्यासबोर्डमा आइसकेपछि चाहिँ कुनै पनि एउटा पोइन्टमा तपाईँहरूले सेलेक्ट गरेर राइट क्लिक गरेर ड्रिल थ्रु गर्दाखेरि चाहिँ ओके नाउ यु हेभ द अप्सन टु गो टु सेल्स ड्रिल किनकि मेरो यो चार्टमा पनि मैले यो सेल्स भन्ने नै युज गरिरहेको छु मेजर जुन चाहिँ मैले क्यालकुलेटेड भ्यालु बनाएको थिएँ त्यही क्यालकुलेटेड भ्यालु चाहिँ मैले अर्को ड्यासबोर्डमा गएर ओके यो ड्यासबोर्डको चाहिँ सरी यो रिपोर्टको चाहिँ ड्रिल थ्रु भनेको चाहिँ सेल्स भनेको हो है यो क्यालकुलेटेड भ्यालु हो है भनेर भनेको क्या यो भनेको सो कस्तो भयो भनेदेखि चाहिँ तपाईँहरूले जुन चाहिँ यहाँ यो बनाउँदाखेरि चाहिँ यो वाइ एक्सिसमा सेल्स युज गर्नुभएको थियो नि है यही मेजर
यही मेजरलाई मैले यहाँ ल्याएर राख्दिएपछि चाहिँ यो दुईटा कनेक्टेड हुन्छ एकअर्कासँग अनि त्यसपछि मैले अब यहाँनिर 2024 जुलाईको गरेर अनि मैले यहाँनिर आएर ड्रिल थ्रु गरेर सेल्स ड्रिलमा गरेँ भनेदेखि चाहिँ अब तपाईँको के आयो भनेदेखि चाहिँ यहाँनिर 2024 को डेटा आइरहेको छ क्या यो खास गरी है अब फेरि ब्याक गरेर हेरौँ तपाईँहरूलाई एउटा एडिसनल चार्ट राखिदिन्छु सो द्याट एक्चुअलमा ड्रिल चाहिँ कुन चाहिँ पोइन्टबाट भइरहेको छ भने थाहा हुन्छ है सो फर्स्टमा के गर्नु यो कार्ड ल्याएर राख्नु यहाँनिर अघि मुनि राखेको जस्तै यो कार्डमा चाहिँ तपाईँहरूले के गर्नु त भनेदेखि चाहिँ ओके मलाई यो सेल्स ड्रिल भन्दा पनि मलाई डेटको सेल्स ड्रिल गरिरहेको छु मैले सो म पहिला सुरु डिम डेटबाट डेट लिएर आउँछु यसको म मन्थ नेम मात्रै राख्छु मन्थ इयर मन्थ डेट भन्दा पनि इयर मन्थ राख्दा बेटर हुन्छ यसको लागि सो यहाँ जान्छु म यसको इयर मन्थ राख्छु 2024 जुलाई है अब जस्तै सिमिलरली जुलाईको नगरेर मैले अक्टोबरको गरेँ भनेदेखि पनि ड्रिल थ्रु गरेर सेल्स ड्रिल गरेँ भने यो अक्टोबरको आइरहेछ क्या डेटा सो यहाँनिर अक्टोबरको यसरी यो कुन चाहिँ मन्थको भइरहेछ भन्ने इन्फर्मेसन चाहिँ तपाईँहरूले यहाँबाट आइरहेछ है सो अक्टोबरमा मात्रै चाहिँ के भइरहेको रहेछ भन्ने कुरा चाहिँ यहाँबाट थाहा भयो अब सेम थिङ अब अक्टोबर पछि म फेरि अब ओके अब मलाई सिटीको पनि ड्रिल गर्नु मन लाग्यो कि ल ओके अक्टोबरमा यतिको सेल्स यतिको प्रफिट भएको थियो अब मलाई लेट्स गो अगेन इनसाइड द सिटी अब एक्चुअल सिटीभित्र पनि के भइरहेछ त भन्ने हेर्नु मन लागेपछि देन त्यही भएर हामीले सिटी ड्रिल बनाएको रिजन चाहिँ त्यो थियो है यो चाहिँ सिटीभित्रको इन्फर्मेसन हेर्नको लागि सो यहाँ गरेको जस्तै तपाईँहरूले यहाँ गरेको जस्तै यहाँ आएर पनि लेट्स सी सिटी हालेर गऱ्यो भने चाहिँ के हुन्छ पहिला है सबै सिटी भइरहेछ होइन अब म सेल्स ड्रिलमा आउँछु अनि यहाँ आएर अघि मैले त्यो कार्ड बनाएको जस्तै फेरि एउटा कार्ड बनाउँछु म यहाँनिर अनि आम गोना एड सिटी यसमा अनि यो विराटनगर अनि यो फर्स्ट सिटी भनेर आइरहेछ नि होइन यो फर्स्ट सिटी भन्ने पार्टलाई चाहिँ हटाइदिउँ सो यस्तो गरौँ केही गर्नु पर्दैन खालि जाने क्याटेगोरी लेभललाई अफ गरिदिने है चार्टमा धेरै खासै ध्यान दिनु पर्दैन अब म फेरि सिटी ड्रिलमा भइसकेपछि चाहिँ अब मैले ब्याक गर्छु मैले सिटी राखेँ यहाँनिर सेल्समा जाउँ है अब मैले ललितपुरभित्र गएर सिटी ड्रिलमा गयो भने के हुन्छ त अब मेरो यहाँनिर के आयो ललितपुर आयो ललितपुरको होल इन्फर्मेसन यहाँबाट आइरहेको छ है सबै यहाँबाट भइरहेको छ ललितपुरभित्र चाहिँ के भइरहेको थियो टोटल अहिलेसम्म 24 मात्रै अर्डर आएको छ प्रफिट चाहिँ 42,000 को छ अनि सेल्स चाहिँ 149,000 को छ फेरि ललितपुरभित्र पनि अब त्यो चाहिँ अब सिटी ड्रिल भयो होइन अब योभन्दा नि भित्र चाहिँ हामी जाँदैनौँ किनकि हाम्रो डेटा एकदमै सानो छ खास गरी सो एकदमै त सानो त छैन तर प्रोजेक्टको हिसाबमा कुरा गर्दाखेरि चाहिँ सानै डेटा हो खास गरी सो सेल्स ड्रिलबाटै म अब सिटी ड्रिलबाट सेगमेन्टमा जाने बनाउँदिनँ कि म अब सेल्सबाटै सेगमेन्टमा जाने बनाउँछु किनकि मैले यहाँ सेगमेन्टवाला त अलरेडी बनाइसकेको छु नि त चार्ट त सो मैले के गर्नु पऱ्यो त भनेदेखि सेगमेन्ट ड्रिलमा आउनु पऱ्यो अनि यहाँ आइसकेपछि पनि अघि गरेको जस्तै अब सेगमेन्टलाई ल्याएर राखिदिनु पऱ्यो इनिसियली यसले कुनै पनि सेलेक्ट गरेको हुँदैन सो यसमा अहिले केही पनि ध्यान नदिने यहाँ जाने अनि फेरि यहाँ गएर ड्रिल थ्रु गरेर अनि सेगमेन्ट ड्रिलमा गइसकेपछि अनि अब यो सेगमेन्ट अनुसारको पनि आयो क्या तर मैले यहाँनिर सेगमेन्टको त्यो राखेको थिएन नि त के अरे अघि कार्ड राखेको थिएन सो यसलाई म कपी गर्छु यहाँ ल्याएर पेस्ट गरिदिन्छु त्यसपछि म यसको इयर मन्थ हटाइदिएर यसमा ल्याएर राखिदिन्छु म सेगमेन्ट है अनि त्यसपछि लेभल पनि अफ गरिदिन्छु अब ब्याक एन्ड ब्याक ओके सो मेन ड्यासबोर्डमा आएर हामी हेर्दाखेरि चाहिँ ओके अब यसमा हामी यसलाई नाम राखिदिनु पऱ्यो मेन ड्यासबोर्ड जस्ट इन्सर्टमा जाने टेक्स्ट बक्समा जाने फन्ट साइज बढाइदिने सेल्स ड्यासबोर्ड भनेर मैले राख्दै यहाँनिर है अब यसको ठाउँमा तपाईँहरूले यसलाई नलेखेर यु क्यान युज अ लोगो एज वेल त्यसको लागि बेसिकली यहाँ इन्सर्टमा गएर यहाँ इमेज हुन्छ इमेज राखेर लोगो राखेर गर्दा नि भयो होइन भने चाहिँ यतिकै छोडेर गर्दा नि भयो अब यो सबै कभर गर्न थाल्यो भने चाहिँ क्लासमा भ्याउँदैन सो जति इम्पोर्टेन्ट छ मैले त्यति कभर गरिरहेको छु तपाईँहरूको लागि सो सेल्स ड्यासबोर्डमा आइसकेपछि चाहिँ मैले यहाँबाट यसलाई गएर ड्रिल गरेपछि यहाँ आउनु पाएँ सेल्स ड्रिलमा आइसकेपछि मैले सिटी अनुसारको पनि यहाँ ड्रिल गर्न पाएँ है सिटी अनुसारको ड्रिल गरिसकेपछि आई क्यान गो ब्याक अगेन अनि त्यसपछि फेरि यहाँ आइसकेपछि पनि ड्रिल थ्रु बाई सेगमेन्ट गरेर पनि मैले सेगमेन्ट अनुसारको ड्रिल पनि हेर्न पाएँ त सो दिस इज हाउ वी एक्चुली डु इट है अनि एउटा कुरा तपाईँहरूले यहाँ हेर्नु है त एकछिन मैले मेरो डेट फिल्टर युज गरेर यस्तो गरेँ है केही नि आइरहेछ नि इन्फर्मेसन आइरहेछ त छैन नि होइन छैन नि किनकि मैले फिल्टर युज गर्दाखेरि के भयो भन्दाखेरि चाहिँ यसले फिल्टर 2024 1 को मात्रै फिल्टर राख्छ क्या अब यो डेटको चाहिँ यहाँनिर क्रास हुन्छ क्या खास गरी
जहिले पनि ड्रिल थ्रु गर्दाखेरि चाहिँ कहिले पनि डेटबाट ड्रिल थ्रु चाहिँ नगर्नु है तपाईँहरू यो भनेको चाहिँ सिंगल लेयर अफ ड्रिल थ्रु गर्दाखेरि मात्रै युज गर्ने चिज हो मैले आई जस्ट सोड दिस टु यु गाइस किनकि ड्रिल थ्रु मल्टिपल टाइम गर्न मिल्छ भनेर मैले देखाएको तर यो डेट अनुसारको ड्रिल थ्रु चाहिँ तपाईँहरू सकेसम्म चाहिँ नगर्नुहोस् जुन मैले गरेको छ अरूहरू गरेको गर्नुहोस् होइन तर डेट अनुसारको गर्ने भने चाहिँ जस्ट मेक वान ड्रिल थ्रु अनि त्यो ड्रिल थ्रु बनाइसकेपछि त्यो भित्र फिल्टर चाहिँ तपाईँहरू नराख्नुहोस् डेटको है सो यो केसमा पनि तपाईँहरूले यहाँनिर आएर यसरी डेटलाई रिमुभ गर्दा नि हुन्छ होइन सो ब्याक गएर हेर्दाखेरि चाहिँ अब तपाईँहरूले यही डेटलाई चाहिँ अब तपाईँहरूले यहाँबाट मेन ड्यासबोर्डमा चाहिँ तपाईँहरूको डेटले मजाले काम गर्छ होइन सबै देखाउँछ अब यो पनि म एक्सप्लेन गरिदिन्छु त अब मैले 1/20/23 राखेँ 9/20/20 राखेँ अनि यो मुनिपट्टिको चाहिँ ब्ल्याङ्क आयो किन आयो भन्दाखेरि चाहिँ मसँग 2023 भन्दा अगाडिको डेटै छैन यसरी डेटा नै छैन डेटा नभएपछि के हुन्छ ब्ल्याङ्क नै आउँछ यसरी है यो 1 इयरको डेटा थियो त्यही भएर यस्तो भयो अनि फोरकास्टिङ पनि एक्चुअल भन्यो भने यो एक्युरेट छैन किन छैन भन्दाखेरि चाहिँ दिस इज जस्ट सिंगल इयरको डेटामा कहिले पनि फोरकास्टिङ एक्युरेट आउनेवाला छैन मान्छेहरूको केही कुराको पनि है जहिले पनि फोरकास्टिङ गर्नु छ भने एटलिस्ट 2 to 3 इयर्सको डेटा चाहिँ हुनु पर्यो तपाईँहरूसँग सो द्याट फोरकास्टिङ पनि अलिकति सिजनालिटी भनेको पनि लोके 12 महिनामा चाहिँ यो प्याटर्न रिपिट भइरहेको छ यो टाइम पिरियडमा चाहिँ यो प्याटर्न रिपिट भइरहेको छ भनेर चाहिँ तपाईँले हेर्न मिल्छ एक वर्षकोमा प्याटर्न रिपिटै भएको छैन त्यहाँनिर भन्नै सकिँदैन क्या फोरकास्टिङ करेक्ट छ कि छैन भनेर सो जहिले पनि ध्यान दिनुपर्ने भनेको एउटा फोरकास्टिङमा हो है अनि अर्को भनेको भर्खर बनाएको ड्रिल थ्रुहरूमा हो अनि त्यसपछि यो इन्टरेक्सन्सहरूमा पनि हो है जस्तै यही फिल्टरले यसलाई काम गर्दैन नि त मैले त यो अफै गरेको छु नि त यसको लागि त सो यस्तो कुराहरूमा चाहिँ तपाईँहरूले ध्यान दिनुपर्ने हुन्छ अब एडिसनल भनेको चाहिँ अब यो चार्टमै एडिसनल के फिचरहरू ल्याउने भए मात्रै हो अब के हुन्छ भनेदेखि चाहिँ यहाँनिर गएर तपाईँहरूले कुनै पनि एउटा यो अब यस्तै यसमा त अब इच पोइन्टमा के आइरहेछ भनेर थाहा भइरहेको छैन नि त हामीलाई अहिले सो यसमा चाहिँ डेटा लेबल पनि अन गरिदिनु पर्यो सो द्याट इच मन्थमा मेरो के आइरहेछ भने थाहा भयो अनि अर्को भनेको चाहिँ मार्कर हुन्छ अनि मार्कर अन गरिदिएपछि यो एउटा सानो गोलो आउँछ क्या यसरी यस चार्टमा अब यसलाई ठुलो पारेर हेर्ने हो भने चाहिँ यसरी सानो पोइन्ट आइदिइसकेपछि ए ओके दिस वाज अ मन्थ यो चाहिँ ठ्याक्कै मन्थ चाहिँ यहाँबाट यहाँनिर एन्ड भएको रहेछ यहाँबाट स्टार्ट भएको रहेछ भने थाहा हुन्छ क्या यो राखेन भने चाहिँ के हुँदैन हुन चाहिँ तर राख्दाखेरि चाहिँ रिडेबिलिटीको कुरा गर्ने हो भने चाहिँ राख्दाखेरि चाहिँ यो बेटर हुन्छ है अनि त्यसपछि अर्को ध्यान दिनुपर्ने भनेको चाहिँ अब यो कुनै पनि एभ्री चार्टको चाहिँ टाइटल हुन्छ क्या सेल्स बाई सेगमेन्ट छ यसको सेल्स एन्ड टोटल प्रफिट बाई सिटी छ होइन यसको सिटी ड्रिलहरूको पनि त्यही अनुसारको छ यिनीहरूको चाहिँ अब यिनीहरूलाई नाम चाहिँ के सुइटेबल हुन्छ त भनेर हेर्नु पर्यो कि सो चाहिँ हाम्रो आएर हेर्नु भने सेल्स एन्ड टोटल प्रफिट बाई प्रडक्ट नेम यसले के गराएको छ भन्दाखेरि चाहिँ सेल्स एन्ड टोटल प्रफिट भनिरहेको छ होइन यो सेल्स एन्ड टोटल प्रफिट चाहिँ इट्स नट लाइक यसले हेरेर ओके यो सेल्स र प्रफिट हो भनेर भने होइन कि यहाँ जे छ कलमको नाम यसले त्यही ल्याएर हालिदिन्छ क्या यहाँनिर किनकि यो प्रडक्ट नेम लेख्दाखेरि यो प्रडक्ट स्पेस नेम हुनुपर्छ नि त एउटा नाममा एउटा प्रडक्ट नेमहरू त कसरी राख्दैन तर हाम्रो डेटामा कलमको नाम जे छ यसले कलमकै नामले पुल गरिरहेको छ क्या यहाँनिर है यस्तो कुरामा पनि अलिकति धेरै त होइन तर सानसानो चेन्जेसहरू चाहिँ तपाईँहरूले गरिराख्नुपर्ने हुन्छ चार्टरमा सानसानो गरिसकेपछि सो द्याट त्यो अलिअलि कुराले नै एफेक्ट गरेर हुन्छ स्टेक होल्डरलाई किनकि कस्तो हुन्छ अब आइटी पढेको मान्छेहरू छ या आफ्नै फिल्डको छ या अलिकति कुरा बुझ्ने मान्छेहरू छ भने चाहिँ हो नबुझ्ने मान्छेहरूले चाहिँ न्यू मात्रै खोजिरहन्छ यस्तो कुराहरूमा सो आफैले यस्तो त्यो बिफोर त्यो सिचुएसन आउनुभन्दा अगाडि नै यस्तो कुराहरूलाई ट्याकल गरेर राख्यो भने चाहिँ आफैलाई बेटर हुन्छ है सेल्स एन्ड प्रफिट बाई प्रडक्ट अनि तपाईँहरूले मेन आफ्नो उसमा मेन युज गर्ने भनेको चाहिँ मेन युज गर्ने चार्टहरू भनेको चाहिँ डिपेन्ड्स अन द इन्डस्ट्री तर मोस्टली युज हुने भनेको चाहिँ यो लाइन चार्ट हो र यो बार चार्ट र पाइ यो चार्ट हो जतिसुकै ठुल्ठुलो प्रोजेक्ट गरे पनि चाहिँ कम्पनीमा काम गरे पनि उनीहरूले लास्टमा गएर यस्तै नै कुराहरू खोज्छ क्या खास गरी किनकि रिडेबिलिटीको कुरामा चाहिँ उनीहरूलाई इजी हुन्छ अब यही कुरा मैले एज अ टेबल पनि त देखाउन सक्थेँ नि होइन लाइक किनकि सेल्स सेगमेन्टमै गएर सो एज टेबल गऱ्यो भने पनि यसलाई एज अ टेबलै हेर्न मिल्यो नि त तर यो टेबल हेरेर गरेर नम्बर एकवटा हेर्नुभन्दा पनि दे प्रिफर दिस के चार्ट नै प्रिफर गर्छ क्या सो मेरो यो खालको एनालाइसिसको लागि चाहिँ कुन चाहिँ चार्ट बेस्ट हुन्छ भन्ने कुरा चाहिँ आफूले यसो ध्यान दिनुपर्छ है धेरैवटा क्याटेगोरी भनेको चाहिँ यो यसलाई क्याटेगोरीको रूपमा कन्सिडर गर्नु त अहिले धेरैवटा क्याटेगोरी छ भने चाहिँ 3टासम्म क्याटेगोरी छ 2टा या 3टा मेबी 4टासम्म छ भने पाइ चार्ट या बार चार्ट युज गर्नु मिल्यो त्योभन्दा बढी छ भनेदेखि चाहिँ पाइ चार्ट या डोनट चार्ट सरी त्योभन्दा बढी छ भने चाहिँ यो भर्टिकल या हरिजोन्टल बार चार्ट युज गर्नु पर्यो
अब मैले यही कुरालाई इफ आई वान्ट टु सो दिस इन अ डिफरेन्ट वे मैले यहाँनिर यो क्लस्टर्ड लाइन एन्ड कलम चार्ट भनिदिन्छ कि सो मैले यसमा क्लिक गर्छु अनि यहाँनिर क्लिक गरिसकेपछि के हुन्छ त भन्दाखेरि चाहिँ यो लाइन र बार चार्ट आउँछ अब यहाँनिर मैले कलम वाइ एक्सिसमा यो राखिरहेको छु होइन अब सेल्सलाई मैले बार प्रफिटलाई चाहिँ मैले लाइन चार्ट बनाउने चाहिँ यसरी आउँछ कि सो आफूलाई आफ्नो एनालाइसिसको लागि कुन चाहिँ चार्ट चाहिँ इट्स गोइङ टु बी लुक मोर भिजुअली एट्र्याक्टिभ भन्ने कुरामा फरक पर्ने हो त्यही भएर चाहिँ अब आफूलाई कुन ठिक लाग्छ आफूले देखाउँदाखेरि कुन राम्रो देखाउन सकिन्छ त्यसमा फरक पर्छ है अनि जहिले पनि ड्यासबोर्ड बनाउँदाखेरि तपाईँहरूले एनालाइसिसहरू गर्नुहुन्छ ड्यासबोर्ड पनि बनाउनुहुन्छ ठिकै छ मल्टिपल खतरा क्यालकुलेसनहरू गर्नुभयो अरे होइन तर जहिले पनि हेर्ने हो नि त आँखाले देख्ने हो नि त सबै कुरा त लाइक दिमागले बुझेर भन्दा नि स्टेक होल्डरले चाहिँ क्यालकुलेसन सबैमा ध्यान दिनु खोज्दैन क्या त्यही भएर यु गाइज आर हायर्ड फर द्याट रिजन होइन बिआई एनालिस्टहरूको कामै त्यही हो किनकि तपाईँहरूको काम भनेकै कम्प्लेक्स कुरालाई सिम्प्लिफाइड वेमा देखाउने नै हो मेन कुरा भनेको त्यो देखाउँदाखेरि चाहिँ सकेसम्म भिजुअली राम्रो बनाउने कि अब यसमा अब यसको लागि चाहिँ तपाईँहरूको गुड प्र्याक्टिस चाहिँ के हुन्छ भनेदेखि चाहिँ के अरे टेम्प्लेटहरू हुन्छ नि जस्तै वेबसाइटहरूमा पनि तपाईँहरूले याद गर्नुभएको छ भनेदेखि चाहिँ कपाल अफ वेबसाइटहरूमा या ठुल्ठुलो वेबसाइटहरूमा चाहिँ उनीहरूको आफ्नै यस्तै ड्यासबोर्ड खालको बनाएको हुन्छ जुन चाहिँ वेबसाइटमै हुन्छ है त्यो उनीहरूले कुनै पनि टुल युज गरेर हुँदैन खालि बेसिकै त्यो जावास्क्रिप्टहरू युज गरेर बनाएको हुन्छ त्यसमा चाहिँ कोडिङ गरेर त्यो गर्दाखेरि चाहिँ त्यसबाट अनि तपाईँहरूले आइडियाहरू लिने क्या ओके किनकि वेबसाइटहरू बनाउँदाखेरि चाहिँ ग्राफिक डिजाइनरहरूले बनाउँछ कलरिङहरूको कुरा भयो होइन कलर कम्बिनेसनहरूको कुरा भयो साइजको कुरा भयो कुन इन्फर्मेसनको कत्रो साइज बनाउनु पऱ्यो कुन चाहिँ चार्टको साइज कत्रो बनाउँदाखेरि चाहिँ पर्फेक्ट हुन्छ त्यो कुराहरू भयो त्यस्तो कुराहरू चाहिँ तपाईँहरू सबै चाहिँ अनि अरू ठाउँबाट खोज्ने हेर्ने इन्सपिरेसन लिने अनि बल्ल गर्ने अब जुन चाहिँ यो मैले बनाएको यो स्टेक होल्डरलाई देखायो भने त उनीहरूले ह्या गरेर छोडिदिन्छ यस्तै हेर्दा नि हेर्दैन यस्तो चिजहरूलाई किनकि यो हेर्दा पनि राम्रो छ यो खालि यसमा के छ भन्दाखेरि चाहिँ कम्पेरिटिभली अलिकति राम्रो छ किनकि अलिकति मैले यो फोल्डरहरू बनाएको भएर चार्टहरू सेपरेट चाहिँ भइरहेको छ तर हेर्ने बित्तिकै यो खासै राम्रो चाहिँ छैन यो ड्यासबोर्ड होइन तपाईँहरूले यसमा एडिसनल के गर्न सकिन्छ त्यो हेर्नु पर्यो अब 2 दिनको क्लासमा सबै कुरा कभर गर्न अब यो कभर गर्न थाल्यो भने एकदम टाइम लाग्छ त्यही भएर मैले भनिदिइराखेको कि सबैजनाले चाहिँ यो के गर्यो भने चाहिँ एडिसनल गर्न मिल्छ पावर बिआईको मेन चाहिँ भिजुअलाइजेसनको पार्टमा चाहिँ के एडिसनल फिचर राख्दाखेरि बेटर हुन्छ त्यो राख्नु पर्यो त्यति भइसकेपछि अनि स्टेक होल्डरलाई प्रेजेन्ट गर्दा नि हुन्छ जस्तै लाइन चार्टमा पनि तपाईँहरूले यसलाई यु क्यान कन्भर्ट दिस इन्टु एरिया चार्ट के गर्नु पर्दैन खालि सेड एरिया अन गरिदिने अनि निलो भएर आयो होइन यसो कलरमा जाने ट्रान्सपेरेन्सी यसो बढाइदिने अलिकति कम हुँदै जान्छ अनि त्यो अनुसारको के गर्नु मिल्छ त्यस्तो कुराहरू गर्ने है सो द्याट आफैलाई गाह्रो नहोस् पछिबाट अनि धेरै इन्फर्मेसन एउटा चार्ट एउटा ड्यासबोर्डमा नराख्नु कहिले पनि डोन्ट किप है धेरै चार्टमा धेरै इन्फर्मेसन चाहिँ नराख्नु तपाईँहरू चार्टमा अनि त्यसपछि ठिक्कको राख्नु सो द्याट तपाईँहरूको स्टेक होल्डरलाई नि पढ्नलाई इजी होस् क्या किनकि धेरै राखेर गजाङ गुजुङ राखेर आफू झुक्किनुभन्दा बरु इजियर बनायो भने चाहिँ बेटर हुन्छ अनि त्यसपछि प्रेजेन्ट गर्ने बेलामा चाहिँ सानो कुराहरूमा ध्यान दिनु कहिले काहीँ अघि मैले गरे जस्तै यो कलमको नाम भएर आइदिन्छ अनि तपाईँहरूले त बुझ्नुहुन्छ अनि स्टेक होल्डर चाहिँ के भयो भनेर त्यसै त्यो मोमेन्ट चाहिँ आउनै नहुदिनुहोस् है सकेसम्म एभ्रिथिङ चेक गरेर अनि एन्ड युजरले युज गर्दाखेरि त्यसलाई कतिको सजिलो हुन्छ भने त्यो हेरेर त्यति भइसकेपछि चाहिँ अनि बल्ल अनि प्रेजेन्ट गर्ने है लास्टमा गएर अब त्यही हो मैले दिने पोइन्टहरू चाहिँ अब तपाईँहरूको लेट्स टक अबाउट बाइ द वे तपाईँहरूलाई म यो ड्याक्सको चिट सिट पनि पठाइदिएको छु सो द्याट यो हाम्रो क्लासहरूमा गरेको क्यालकुलेसनहरू जति सबै छ जे छ त्यो के क्यालकुलेसनहरू गरेको छ भनेर यहाँसम्म छ है इयर ओभर इयर ग्रोथ भनेर के गरे कसरी गरेको सबै कुराहरू चाहिँ छ यहाँनिर सो यो चाहिँ तपाईँहरूलाई इजियर नै हुन्छ यो गरिसकेपछि चाहिँ अनि लेट्स टक अबाउट करियर पाथ है त्यो तपाईँहरूको करियर पाथ पुरा गर्ने हो भने चाहिँ पावर बिआईबाट गइसकेपछि यु क्यान बिकम अ डेटा एनालिस्ट बिआई एनालिस्ट बिजनेस एनालिस्ट ओर डेटा इन्जिनियर अनि एनालिटिक्स या फ्रिल्यान्सर पनि हुनसक्छ है अब मेरो कुरा गर्ने हो भने चाहिँ करेन्टली म चाहिँ बिआई एनालिस्ट हो यो बिजनेस इन्टेलिजेन्स मेरो चाहिँ गर्ने बेसिकली हाम्रोमा चाहिँ के हुन्छ भनेदेखि चाहिँ धेरै डिप डाइभ अफ डेटा भन्दा पनि यसरी क्यालकुलेसनहरू जस्तै हामीले ड्याक्स युज गऱ्यौँ नि होइन ड्याक्स युज गऱ्यौँ सिक्वल युज गऱ्यौँ पावर क्वेरी युज गऱ्यौँ सुरुमै डेटा मोडलिङहरू गऱ्यौँ डेटा मोडलिङ भने के रिलेसनसिपहरू क्रिएट गर्ने एउटा मल्टिपल टेबलहरूको बिचमा सो त्यो पार्ट गऱ्यौँ त्यो गरिसकेपछि तपाईँहरूको डेटा एनालिस्टले चाहिँ पाइथन साइथन पनि युज गरेर अलिकति डिप डाइभ पुरै डेटा कस्तो छ पुरै हेरेर चेक गर्ने काम चाहिँ डेटा एनालिस्टले गर्छ उसले डेटा क्लिनअपकोवाला पार्ट पनि गर्छ अनि भिजुअलाइजेसनमा भन्दा पनि बढी उसको एनालाइसिसवालामा हुन्छ है भिजुअलाइजेसनमा खासै हुँदैन डेटा एनालिस्टको अब डिपेन्ड्स अन द रोल त्यो जब पोस्टरले कसरी पोस्ट गरेको छ तर एक्चुअल टर्महरू भन्छ चाहिँ यस्तो हो
BI एनालिस्ट भनेको चाहिँ यो भिजुअलाइजेसनमा बढी फोकस हुन्छ यस्तो कुराहरुमा चाहिँ एनालाइसिस पनि हुन्छ यसमा अन टप अफ दैट भिजुअलाइजेसन पनि हुन्छ है बिजनेस एनालिस्टले चाहिँ आफैले गर्दैन कि यसले चाहिँ रिक्वायरमेन्ट लिएर आउँछ अनि कम्युनिकेट गर्ने काम हो क्या यसको चाहिँ मेन यसले चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ डेटा एनालिस्टलाई काम गराउँछ BI एनालिस्टले काम गराउँछ तिनीहरूले गरेको काम आफूले हेर्छ बुझ्छ अनि आफूले नै प्रेजेन्ट गर्छ स्टेक होल्डरलाई है नेपालको तपाईहरुले जब मार्केटमा हेर्ने हो भने चाहिँ बिजनेस एनालिस्ट भनेर चाहिँ क्यूएहरुलाई भन्छ तर एक्चुअल बिजनेस एनालिस्टको भनेको चाहिँ त्यो हो अनि डेटा इन्जिनियर भनेको चाहिँ उनीहरुको काम भनेको चाहिँ डेटा पाइपलाइन बनाउने हुन्छ डेटा पाइपलाइन भनेको चाहिँ कस्तो हुन्छ भने चाहिँ बेसिकली मल्टिपल सोर्सेसबाट डेटाहरु लिएर आएर एउटा ठाउँमा ल्याएर डम्प गरिदिन्छ क्लिन अप भर्जनमा त्यो डम्प गरेको कुरालाई चाहिँ अनि BI एनालिस्ट डेटा एनालिस्टहरुले युज गर्छ है एउटा कम्पनी भित्र मल्टिपल रोलहरु हुन्छ यसरी डेटाको अब सबैमा सबै नहुन पनि सक्छ तर ठुल्ठुलो अर्गनाइजेसनमा चाहिँ त्यो मल्टिपल रोलहरु हुन्छ कसैले डेटाबेस एडमिनिस्ट्रेटर हुन्छ कोही कोही यसरी डेटा इन्जिनियरहरु हुन्छ अनि त्यसपछि लास्ट भनेको फ्रीलान्सर हुन्छ यो भनेको चाहिँ अलिकति आफू राम्रो भइसकेपछि एक्सपिरियन्सहरु भइसकेपछि यु क्यान वर्क एज अ कन्सल्टेन्ट कुनै पनि अर्गनाइजेसनको लागि यो मैले पनि गर्छु यो चाहिँ फ्रीलान्सर चाहिँ सो हे सुरुमा चाहिँ सुरुमै चाहिँ खतरा भइदैन गर्दै जति गरे त्यति नै राम्रो हुने हो त्यही भएर र डेटा कहाँ पाइन्छ प्र्याक्टिस आफैले गर्ने हो आफ्नोलाई सो अब यसरी पब्लिकली अवेलेबल र डेटाहरु लिएर आउने गर्ने प्र्याक्टिस त्यसपछि आफ्नो स्किलहरु इम्प्रुभ गर्ने अनि जहिले पनि स्किल इम्प्रुभ गर्दाखेरि चाहिँ कसरी ध्यान दिने भन्दाखेरि चाहिँ मैले यो स्किल गरेर जब पाउँछु भन्ने पनि हुन्छ एउटा ठाउँमा तर जहिले पनि जब कसरी पोस्ट गरेछ उनीहरुले अनि पोस्टमा रिक्वायरमेन्ट्स के छ त्यो हेर्ने रिक्वायरमेन्ट्स हेरिसकेपछि बल्ल एन्ड देन यु एड दोज रिक्वायरमेन्ट्स इन्टु योर स्किल सेट के त्यो भएपछि के हुन्छ भन्दाखेरि चाहिँ भोलिको दिनमा अरु कुनै अर्गनाइजेसनले जब पोस्टिङ गर्दा पनि रिक्वायरमेन्ट चाहिँ त्यही नै राख्नेवाला छ अब आज पढाको भन्दा बढी एडिसनल रिक्वायरमेन्ट होला अरे भोलि गएर एक्सेल पनि चाहिएला भनेर एसक्यूएल पनि एडभान्स कुराहरु चाहिएला भनेर हैन सबै कुराहरु चाहिँ जहिले पनि लिंक्डइनको कुराहरु मैले जहिले पनि लिंक्डइन या कुनै पनि जब पोस्टिङबाट हेरिरहेको छु भने चाहिँ लुक एट द रिक्वायरमेन्ट्स देयर आर लुकिङ फर रिक्वायरमेन्ट्स हेर्ने रिक्वायरमेन्ट्स हेरिसकेपछि अनि त्यो रिक्वायरमेन्ट अनुसार चाहिँ आफ्नो स्किल सेटहरुलाई चाहिँ थप्दै लाने है थप्दै लाने बढाउँदै लाने जस त्यो इम्प्रुभ चाहिँ गराउनु पर्यो कि आफूलाई अप टु डेट राखिराख्नु पर्छ के सधैँ एउटै उसमा बसिराख्यो भने चाहिँ हुँदैन अनि एआई लाई पनि मजाले लेभरेज गर्ने है किनकि अहिलेको उसहरुमा अहिलेको टुलहरुमा चाहिँ यसरी एआई नै अलरेडी यसमा पनि कोपाइलट अलरेडी छ के ड्याक्सहरु जेनेरेट गर्ने त्यही भएर म तपाईहरुलाई ड्याक्स मनदेखि नै याद गर्नु पर्दैन त्यो टेबल बनाउन याद गराउनु पर्दैन भनेको रिजन चाहिँ किन भन्दाखेरि चाहिँ सबै प्रोभाइड गर्दै हुन्छ के यो हैन अब यो मेरो फ्री भर्जन हो सो यसमा चाहिँ छैन तर जहिले पनि कुनै पनि अर्गनाइजेसनले यो युज गरिरहेछ भने चाहिँ दे विल बी युजिङ पेड भर्जन किनकि फ्री भर्जनले कामै छैन उनीहरुलाई बनाएर क्लाइन्टलाई दिनुपर्छ सो जहिले पनि पेड भर्जन युज गर्छ पेड भर्जन युज गरेपछि यो अवेलेबल हुन्छ अवेलेबल भइसकेपछि अब नि कोपाइलटहरु युज गर्ने पावर बीआई को कुरा गर्दाखेरि चाहिँ कोपाइलटहरु युज गर्ने कोपाइलट युज गरेर चाहिँ अनि ड्याक्सहरु जेनेरेट गर्ने मलाई यो खालको क्याल्कुलेसन चाहियो भनेर भन्ने अनि उले गर्दिन्छ अनि यदि त्यो पनि गर्न गाह्रो पर्यो भने चाहिँ युज ChatGPT DeepSeek whatever you want जानी मलाई यो जेनेरेट गर्नुपर्ने ड्याक्स कसरी गर्ने भनेर सोध्ने उसलाई अनि त्यसपछि गर्ने है एआई हरु चाहिँ मजाले लेभरेज गर्ने अनि त्यसबाट इभन फर डेटा जेनेरेसन एज वेल इनिशियल प्र्याक्टिसको लागि डेटा जेनेरेसन र डेटाहरु निकाल्दाखेरि चाहिँ यदि कम्प्लेक्स लाग्न थाल्यो भने चाहिँ डेटा जेनेरेसनको पार्टहरुमा पनि तपाईहरुले चाहिँ यु क्यान युज एआई एज वेल फर दैट त्यसबाट निकालेर चाहिँ अनि प्र्याक्टिस गर्नु अनि मैले कुनै पनि ड्याशबोर्ड बनाएर छु भन्दाखेरि चाहिँ नेक्स्ट मान्छे भन्दा चाहिँ मेरोमा युनिकनेस चाहिँ के छ भन्ने कुरा चाहिँ ध्यान दिनुपर्छ के समथिङ दैट मेक्स यु युनिक है त्यसमा अब त्यसको लागि तपाईहरुले कुनै पनि भिजुअलाइजेसनमा फोकस गर्नुहुन्छ कि डिप एनालाइसिसमा फोकस गर्नुहुन्छ कि ड्याशबोर्ड बनाइसकेपछि प्रेजेन्टेसन पावरपोइन्ट प्रेजेन्टेसन बनाएर त्यसलाई मजाले प्रेजेन्ट गर्ने कुरामा फोकस गर्नुहुन्छ कि के हुन्छ have something extra compared to others जसले गर्दाखेरि चाहिँ तपाईहरु चाहिँ स्ट्यान्ड आउट हुनुहुन्छ के मार्केटमा है त्यस्तो कुरामा चाहिँ ध्यान दिनु पर्यो करियर पाथको कुरा गर्दाखेरि चाहिँ अब यो पावर बीआई 2 दिनमा एक्चुअल भन्ने पर्ने भने दिस वाज लाइक द इन्ट्रोडक्सन मात्रै किनकि वी हेभ भेरी मच लट टु कभर खास गरी पावर बीआईमा यतिको भइसकेपछि तपाईहरुले एटलिस्ट एउटा सिम्पल खालको ड्याशबोर्ड चाहिँ बनाउन सक्नुहुन्छ तपाईहरु सबैजनाले कन्फ्युजन छ भने सोध्दा नि हुन्छ है तर यसमा अलिकति धेरै नै कुरा छ सो त्यही भएर यस्तो पावर बीआई के फोकस गरेर या यु क्यान युज अदर टुल्स एज वेल पावर बीआई भनेको फेरि माइक्रोसफ्टसँग लिमिटेड हुन्छ सो यु क्यान युज ट्याब्लू एज वेल ट्याब्लू पनि एकदम पावरफुल टुल हो पावर बीआई भन्दा पनि अझै ट्याब्लूमा झन् धेरै खतरा गर्न मिल्छ अलिक कम्प्लेक्स हुन्छ तर पावर बीआई जतिको सिम्पल चाहिँ हुँदैन तर युज गर्ने चाहिँ एट द एन्ड अफ द डे बीआई टुलहरुले एउटै कुरा हो सो त्यही भएर चाहिँ यस्तो टुलहरुमा यसो आफूले अपडेट गरिराख्ने यसो पोर्टफोलियो प्रोजेक्टहरु बनाइराख्ने सो द्याट भोलि गएर इन्टरभ्यूहरुमा पनि तपाईहरुले देखाउनलाई चाहिँ मैले तपाईहरुले साच्चै आउँछ त नि आउँछ हैन मुखले मात्रै भन्नु त पत्याउँदैन मान्छेहरुले सो यु क्यान शो समथिङ एज वेल म चाहिँ यस्तो चीज बनाएको
यसको लागि चाहिँ मैले यो गरेको थिएँ भन्नु पाउने होइन ड्यासबोर्ड बनाइसकेपछि मेक अ वर्ड फाइल के गर्यो स्टेप वाइज बरु त्यो अघि मैले भने जस्तै पिएससी मोडल युज गर्ने पी लेख्ने प्लानिङ लेख्ने मैले यसरी प्लानिङ गरेँ एनालाइसिसबाट मैले यो गरेँ फेरि कन्स्ट्रक्सनमा मैले यो गरेँ एक्जिक्युसनमा अहिले गर्दैछु तपाईँले भन्ने किनकि इन्टरभ्यूहरूलाई देखाउँदाखेरि त्यसरी गर्नु पऱ्यो नि त सो त्यसरी चाहिँ गर्ने हो है यो सबै कुरा अब कसैलाई केही क्वेसन्स छ भने मलाई सोध्दा हुन्छ अहिले एनी क्वेसन्स जे सोध्दा नि हुन्छ है लाइक पावर बिआईमै सोध्दा नि भयो या अरू मैले भनेको कुराहरूमध्ये चाहिँ सोध्दा नि भयो अब यसमा स्ट्याकहरूमा टेकहरू के थप्दै जाने भनेर सोध्ने हो भने चाहिँ म मेरै स्ट्याक भनिदिन्छु त मैले मेन युज गर्ने पाइथन हो जहिले पनि म पावर बिआईबाट कहिले पनि स्टार्ट गर्दिनँ मैले करियर स्टार्ट गरेको पावर बिआईबाटै हो तर गर्दै गर्दै गएपछि लार्ज डेटा ह्यान्डल गर्दै गइसकेपछि क्लिनअपको लागि चाहिँ इट्स बेटर टु युज पाइथन है क्लिनअपको लागि अनि त्यसपछि एसक्युएलबाट डेटा तान्ने पाइथनमा लिएर आएर क्लिनअप गर्ने क्लिनअप गरेको डेटालाई एक्सपोर्ट गरेर एउटा फाइलमा हालिसकेपछि चाहिँ त्यसलाई पावर बिआई या कुनै पनि टुलमा भिजुअलाइजेसन गरेर देखाइदिने है त्यसरी गर्ने स्टेप बाई स्टेप चाहिँ त्यसरी चल्छ अब मैले आइएम सेयिङ फाइलमा एक्सपोर्ट गर्ने किनकि वी आर युजिङ सिएससी फाइल अहिले त्यही कुरा इफ वी टक अबाउट डेटाबेसबाट गर्ने हो भने चाहिँ कस्तो हुन्छ भनेदेखि पहिला एउटा कुनै पनि डेटाबेस पनि दुईवटा हुन्छ कि जहिले पनि अर्गनाइजेसनमा यदि लार्ज अर्गनाइजेसन छ भने त्यसमा एउटा डेटाबेस हुन्छ जसमा चाहिँ तपाईँहरूको त्यो अर्गनाइजेसनले युज गर्ने सफ्टवेयरले बाट जेनेरेट भएको डेटा त्यहाँ गएर स्टोर हुन्छ से फर इक्जाम्पल दराज होला दराजको इन हाउस इम्प्लोयरको इन्फर्मेसन र हाम्रो मोबाइल एप र डेस्कटपबाट युज गर्ने इन्फर्मेसनको होल इन्फर्मेसन चाहिँ एउटा डेटाबेसमा गएर डम्प हुन्छ डेटाबेसमा गएर डम्प भइसकेपछि त्यो डेटालाई चाहिँ फेरि पुल गरेर क्लिनअप गरेर फेरि अर्को एउटा डेटाबेसमा डम्प गर्छौँ त्यो डेटाबेसलाई हामी डेटा वेयर हाउस भन्छौँ है डेटा वेयर हाउसिङ भनेको डेटा भनेको कुनै पनि ट्रान्सफर्मेसन नलगाएको सुरुमा जेनेरेट भएको भर्जन अफ डेटा डेटालाई तानेर त्यसलाई क्लिनअप गरेर ट्रान्सफर्मेसनहरू गरेर एडिसनल इन्फर्मेसन गरेर आउटसाइड सोर्सबाट पनि इन्फर्मेसन ल्याएर त्यसलाई त्यसमा मर्ज गरेर अनि त्यसपछि डेटा वेयर हाउस एउटा क्लिन्ड अप भर्जन ठाउँमा गएर स्टोर गर्नेलाई चाहिँ डेटा वेयर हाउस गरेको भनेर भन्छ अनि डेटा वेयर हाउस किन गरिन्छ भनेदेखि चाहिँ डेटाबेस नै यदि एनालिस्टहरूले युज गर्न थाल्यो यसरी भिजुअलाइजेसनको भने चाहिँ त्यसमा डेटाबेसमा चाहिँ त्यहाँ धेरै लोड पर्दैन उसलाई किनकि उसको मल्टिपल सफ्टवेयरहरूले पनि उसको त्यही डेटाबेस युज गरेर हुन्छ इन हाउस पनि त्यही डेटाबेस युज गरेर हुन्छ अनि एनालिस्टले पनि त्यही डेटाबेस युज गरेपछि के भइदिन्छ भने इट स्टार्ट्स बिकम स्लो सो इन अर्डर टु मिटिगेट द्याट इस्यु डेटा वेयर हाउस युज गर्छ ओएलटिपी भनेको चाहिँ तपाईँहरूको डेटा बेस भयो अनलाइन ट्रान्ज्याक्सनवाला ओएलएपी भन्छ अनलाइन एनालिटिक्सवाला त्यो चाहिँ डेटा वेयर हाउस हो तपाईँहरूले युज गर्ने चाहिँ डेटा वेयर हाउसिङ है अनि डेटा वेयर हाउसिङ यदि राम्रोसँग गरेको छ भने चाहिँ यसरी ट्रान्सफर्मेसनहरू गर्दाखेरि क्लिनअप चाहिँ गर्नु परेन एडिसनल कलम या क्यालकुलेसनहरू चाहिँ गर्नु पर्यो है क्लिनअपवाला पार्ट हुन्छ नि टाउको दुखेर पर्ने डेटा र छ मैले यसलाई सफा गर्नु पऱ्यो कुनै क्यापिटलमा लेखाएको छ कुनै स्मलमा लेखाएको छ कुनैलाई कलम सेपरेट गर्नु पर्ने त्यस्तो केही नै गर्नु पर्दैन यदि वेयर हाउस छ भने तर त्यस्तो कुराहरू चाहिँ ठुल्ठुलो अर्गनाइजेसनहरूले मात्रै गर्छ त्यस्तो कामहरू चाहिँ जस्तै नेपालको केसमा कुरा गर्ने भने दराजले गर्दा एउटा डेटा दराजमा होला एउटा चौधरी ग्रुपले गर्दा एउटा मेबी गोल्ड स्टारले गर्दा अनि एउटा मेबी ब्रिक फ्याक्ट्रीहरूले गर्दा धेरै ठुल्ठुलो अर्गनाइजेसनहरू जो छ उनीहरूले गर्छ यस्तो कुराहरू किनकि कस्ट पनि त्यही अनुसारको पर्छ अनि स्पेन्डिङ पनि त्यही अनुसारको हुन्छ तर तपाईँहरू यदि अहिलेको फेजमा तपाईँहरू जब फर्स्टमा करियर स्टार्ट गर्दाखेरि चाहिँ जहिले पनि एउटा स्टेबल अर्गनाइजेसनबाट स्टार्ट गर्न ट्राई गर्नुहोस् स्टार्टअपमा डोन्ट ट्राई टु जोइन स्टार्ट लाइक अब आफ्नै स्टार्टअप स्टार्ट गर्नु छ भने द्याट्स अ डिफ्रेन्ट थिङ तर एज अ बिआई एनालिस्ट या डेटा एनालिस्ट जोइन गर्नु छ भने चाहिँ स्टार्टअपमा तपाईँहरू जोइन नगर्नुहोस् है म त्यही भन्छु किन भन्दाखेरि स्टार्टअपमा तपाईँहरूलाई सपोर्ट एकदमै कम हुन्छ स्टार्टअपमा धेरै मान्छेहरू हुँदैन धेरै मान्छे नभए सबै आफैले ह्यान्डल गर्नुपर्ने हुन्छ है आफैले ह्यान्डल गर्नु परिसकेपछि चाहिँ तपाईँहरूलाई प्रेसर पर्छ नजानेको कुराहरू हुन्छ त्यहाँनिर होइन अनि सिकाउने मान्छे हुँदैन मेन चाहिँ सिकाउने मान्छे हुनुपर्छ सिकाउने मान्छे भयो भने चाहिँ अनि बल्ल सजिलो हुन्छ आफूलाई करियरमा ग्रोथ गर्नु नत्र चाहिँ स्ट्रगल धेरै गर्नुपर्छ इभेन्चुली गर्नु त गर्छ मान्छेहरूले स्ट्रगल चाहिँ धेरै हुन्छ है त्यही भएर जहिले पनि एउटा स्टेबल अर्गनाइजेसनबाट स्टार्ट गर्नु खोज्नुहोस् जस्ट मेबी 2 to 3 months अफ इन्टर्नसिप मात्रै गरे नि गर्नु तर एटलिस्ट एउटा स्टेबलमा ठाउँ बसेर एउटा मेन्टर टाइपको एउटा कोही मान्छे भइसकेपछि आफ्नो सिनियर भइसकेपछि चाहिँ देन यु क्यान मुभ अन टु नेक्स्ट कम्पनी अनि अझै आफ्नो टेक स्ट्याक अघि मैले भने जस्तै ग्रो गर्दै लगेर अनि करियरमा अलि अगाडि बढ्ने तरिका चाहिँ त्यो सो म यो चिट सिट चाहिँ तपाईँहरूलाई यसमा पठाइदिइराख्छु वाट्सएपमा
कसैलाई केही क्वेसन्स छ भने मलाई सोध्दा हुन्छ है अहिले कुनै यो अहिले भनिरहेको कुराहरुमा केही क्वेसन्स छ कसैलाई छैन ओके एकदम राम्रो भनेपछि सबैले बुझ्यो नि त एक्चुअली फाइल पनि पठाइदिनुहुन्छ म क्लासको होला सेभ data sets and a dimension first complete सो आज क्लासमा गरेको डेटा सेट चाहिँ मैले हिजो पठाएको थिएँ आई थिङ्क सो मैले हिजो पठाएको थिएँ अनि त्यसपछि पावर बिआई वाला फाइल पनि मैले पठाइदिइराखेको छु घर गएर या आफूलाई हेर्नु मन लाग्यो भने चाहिँ हेर्दै गर्नु है यो क्लासमा गरेको यो चाहिँ हिजो मैले यो क्लासमै गरेको कुरा तर हिजो गरेर आएको होला यदि कसैलाई क्वेसन छ भने सोध्नु छैन भने चाहिँ हाम्रो यति नै हो है आजलाई हेलो हेलो हजुर इशान सर हजुर हजुर सक्यो हाम्रो सेसन हजुर सक्यो ओके गुड मर्निङ है सबैजनालाई नमस्कार म यता चप्सबाटै बोलिरहेको छु यहाँ साउन्डै आउँदैन सर एकैछिन है ओके यो साउन्ड आएन भयो भयो है हजुर अब फिजिकल स्टुडेन्टहरू हुनुहुन्छ नि है हजुर ओके हिजो थोरै त सिटिङको प्रब्लम भयो क्या हिजो अलिकति मिलाएको थियौँ हामीले मिलाउन छ अनि त्यही त अब थोरै म कन्ट्रिब्युट गर्नको लागि चाहिँ के हुन्छ भन्ने कुराहरू चाहिँ आई गेस भनिदिन्छु म सो अब जे सरले भन्नुभयो त्यो कुराहरू चाहिँ अब तपाईँहरूले आई गेस बुझ्नु होला यो वर्कसप फ्रुटफुल पनि भयो होला मोस्ट प्रोबाब्ली अब जति दिन सक्थ्यौँ हामीले त्यति नै दियौँ 2 दिनको सेसनमा सो अब तपाईँहरूलाई डिजिटल एउटा सर्टिफिकेट पनि इस्यु गर्ने प्लान गरेका छौँ हामीले यो वर्कसपको त्यसको लागि चाहिँ एउटा एटेन्डेन्स फर्म आउँछ हजुरहरूलाई ग्रुपमा एटेन्डेन्स चाहिँ रिभ्यू फर्म छ नि त्यसपछि अब कस्तो लाग्यो हजुरलाई यो वर्कसप फेरि पनि हामी वर्कसप गर्छौँ पनि अर्को पनि वर्कसप गर्छौँ अनि त्यो बेला चाहिँ तपाईँहरूले अब के कुरा एक्सपेक्ट गर्नुहुन्छ प्लस अब तपाईँलाई वर्कसप कस्तो लाग्यो एउटा गुगल रिभ्यू चाहिँ दिनुभयो भने हामीलाई पनि सजिलो हुन्थ्यो सो अब त्यसमा हामीले डेटा एनालिटिक्सको कम्प्लिट कोर्स गाइडलाइन्स नै राखिदिएको छौँ त्यो पनि हेर्नु होला हजुरहरूले अनि एटेन्डेन्स फर्म फिल गर्ने स्टुडेन्टले चाहिँ सर्टिफिकेट पनि पाउनुहुन्छ हजुरहरूको सर्टिफिकेट यो विकभित्रमै इस्यु गर्छ कम्पनीले अनि त्यसपछि तपाईँले त्यो डाउनलोड गरेर आफ्नो लिङ्कडिनहरुमा पोस्ट गर्नु पनि सक्नुहुन्छ अनि अब त्यो भयो भने एउटा डिजिटल प्रेजेन्स पनि हजुरहरूको मेन्टेन भइराख्छ सो कुनै सपोर्टहरू चाहियो केसेसमा कमिङ डेजमा कम्पनीले हजुरहरूलाई सपोर्ट गरिरहन्छ अरू कुनै चाहियो अथवा कोर्सेस नै लिनु पर्यो भने पनि सो वर्कसप जोइन गर्ने स्टुडेन्टहरूलाई चाहिँ हामीले यो 10% अफको पनि गरेको छौँ होइन कोर्स जोइन गर्दाखेरि हामीसँग अहिले 3टा सिफ्टमा क्लास गरिरहेको छौँ हामीले मर्निङ डे इभिनिङमा सो हजुरहरूलाई कोर्सेस पनि कम्प्लिट लिन चाहनुहुन्छ भने आई गेस 2 दिनमा हामीले कभर गर्नै सक्दैनौँ होइन अब अरू पुरै कम्प्लिट पार्टहरू यसमा पढ्दाखेरि एक्सेल बेसिकदेखि एडभान्स लेभलसम्म सिक्नुपर्ने हुन्छ हजुरले त्यो पार्ट हामीले कभर नै गरेको छैनौँ कम्प्लिटली सो त्यसपछि एसक्युएलको पार्टहरूमा डेटा इन्ट्री गर्नेहरू कुराहरूमा अनि अर्को तपाईँको पाइथन प्रोग्रामिङ त्यसमा पनि धेरै गएकै छैनौँ हामी अनि अर्को डेटा कलेक्सन क्लिनिङको पार्टहरू हुन्छ क्लिनिङको पार्ट त आई गेस धेरै कभर नै गर्नु पाएन बेसिक कुरा मात्रै कभर गर्नुभएको छ सरले अनि त्यसपछि अर्को तपाईँको पावर बिआईमा अब ड्यासबोर्डहरू क्रिएट गर्न एकदम इन्स्ट्यान्टली नै सिक्नुभयो तर त्यो कम्प्लिट प्रोसेस चाहिँ छैन जस्तो लाग्छ मलाई अझै पनि सो त्यसको लागि धेरै थरी लगभग हामीलाई 10 आवर्स जस्तो त पावर बिआईमै लाग्छ
2 आवर्सको क्लासमा 2 आवर्समै अझै कम्प्लिट भएन हाम्रो त्यही त अब सो आई गेस यसमा चाहिँ अब हामीलाई लगभग 2.5 महिना जस्तो त लाग्छ नि होइन सर 2 महिना लाग्छ ठ्याक्कै त्यही त अब सो यो पार्टमा चाहिँ अब प्रोजेक्टहरू गर्दै गर्नु पर्यो हुन्छ हजुरहरूले अब प्रोजेक्टहरू गर्ने केसेसमा हामीले नै गाइड गर्छौँ प्रोजेक्टहरू कसरी गर्ने भन्ने कुरामा सो सपोर्टहरू पनि लिन सक्नुहुन्छ तपाईँले कम्पनीको थ्रु कुनै प्रोजेक्ट गर्दै हुनुहुन्छ भने इन्स्ट्रक्टरले नै गाइड गर्नुहुन्छ तपाईँले सो हाम्रो सेसनको अब इन्स्ट्रक्टर कस्तो लाग्नुभयो हजुरलाई त्यो पनि एकचोटि रिभ्यू गरिदिनु होला तपाईँहरू हामीलाई सो हामीलाई पनि सजिलो हुन्छ नेक्स्ट वर्कसप गर्दाखेरि पनि अनि अब कोर्समा इन्ट्रेस्टेड हुनुहुन्छ भने पनि हजुरहरूले डाइरेक्टली टेक्स्ट गर्न सक्नुहुन्छ त्यही नम्बरमै हजुरहरूलाई म एउटा ग्रुपमा फर्म पठाइदिन्छु एटेन्डेन्स र रिभ्यू फर्म भनेर त्यो फर्म फिल गर्नु होला अनि त्यसपछि त्यही फर्मबाटै हजुरहरूलाई सर्टिफिकेट पनि इस्यु हुन्छ है हाम्रो अरू कुनै सेसनहरू पार्ट छ बाँकी सेसन छ छैन सर यति हो यति नै हो आजलाई हजुर हुन्छ हजुरले अब बिस्तारै कन्क्लुड गरिदिँदा हुन्छ फिजिकली आउने स्टुडेन्टलाई पनि केही प्रब्लमहरू छ भने यसो हेरिदिएर हजुरले सक्दा जान्छ है हुन्छ हस् हस् थ्याङ्क यू इसानजी सबैजनालाई धेरै धेरै धन्यवाद ल वर्कसप जोइन गरिदिनु भएकोमा अलराइट सो कसैलाई यदि कोही कुरामा कन्फ्युजन छ भने सोध्नुहोस् मलाई होइन भने मैले करियरको बारेमा भनिदिइहालेँ तपाईँहरूलाई के हुन्छ करियर पाथमा भनेर कसरी आफ्नो स्किल स्ट्याक इम्प्रुभ गर्ने भनेर मैले भनिहालेँ अब अहिले नेक्स्ट स्टेप भनेको तपाईँहरूलाई सिन्स यु गाइज डिड पावर बिआई घर गएर यसो अलिअलि गर्नु खोज्नु न आफैले गरेपछि थाहा हुन्छ क्या यो अब मैले जे आएको त्यही नै गर्नुपर्छ भने छैन जे आउँछ त्यही गर्नु खोज्नुहोस् होइन अनि हल्का गुड प्र्याक्टिसहरू के हुन्छ त्यो हेर्नु अनि युट्युब च्यानलहरू पनि हुन्छ मैले आफैले सिकेँ सेल्फ टट हो म चाहिँ खास गरी मैले कम्प्लिटली युट्युब अब त्यो बेलामा त एआई पनि थिएन त्यो युट्युब हेरेर गरेँ मैले तर गर्दै 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 गएपछि जति गऱ्यो त्यति याद हुँदै जान्छ है त्यति नै थाहा हुँदै जान्छ त्यति नै स्किल स्ट्याकबाट जान्छ मलाई झन् त्यो डिलेट कोही बारेमा त थाहा पनि थिएन 2 बिलियन रोज थियो त्यो बेलामा इम्पोर्ट गर्दाखेरि मलाई 10 मिनटसम्म यसरी गाला मात्र आएर बसेको लोड भइरहेको थियो डेटा त्यसरी सो यस्तो कुराहरू की पोइन्टहरूमा चाहिँ सबैमा ध्यान दिएर बस्नुहुन्छ तपाईँहरू सो द्याट आफ्नो स्किल स्ट्याकबाट इम्प्रुभ होस् अनि केही कुरामा कन्फ्युजन छ केही कुरा आफूलाई सोध्नु मन लागेको छ गरेछ भने सोध्दा नि हुन्छ होइन भने तपाईँहरू यहाँ कन्ट्याक्ट गर्नुहोस् यस्तो यस्तो कुराहरूको बारेमा विल गाइड यु है हाम्रो क्लासेस पनि हुन्छ तर 2 months लङ हुन्छ त्यो चाहिँ त्यसमा पाइथन सिक्वल र पावर बिआई हुन्छ इफ यु गाइज आर इन्ट्रेस्टेड यु गाइज क्यान जोइन द्याट एज वेल त्यसमा भयो भने चाहिँ यसरी पावर बिआई यस्तो स्पिडमा चाहिँ कसरी नै लाग्दैन मैले त झन् सुरुमा यसरी लाँदै लाँदैथेँ त्यसरी फर्स्टमा हामी एक्सट्र्याक्सन क्लिन गर्दा मात्रै पार्ट हेर्थ्यौँ त्यसपछि अनि बल्ल अनि अलिकति कम्प्लेक्स बिस्तारै कम्प्लेक्स गरेर तपाईँहरूलाई पनि स्मल स्केलदेखि लिएर लार्ज स्केलको प्रोजेक्टहरूसम्म गर्ने चाहिँ हाम्रो हुन्छ क्लासमा चाहिँ सो यु गाइज आर इन्ट्रेस्टेड यु गाइज क्यान जोइन द्याट एज वेल होइन भने चाहिँ पावर बिआईको बेसिक्स भनेको चाहिँ यति नै हो यति भइसकेपछि यु गाइज क्यान स्टार्ट अप अन युर ओन एज वेल है अनि कन्फ्युजन छ भने चाहिँ सोध्दा हुन्छ है त थ्याङ्क यू एभ्रिवान